क्लास 8 मा रहेको फोर्स एन्ड मोसन भन्ने च्याप्टर आज चाहिँ हामी गन सर्टमा नै सकाउँछौँ। एकदम सजिलो च्याप्टर छ। यो च्याप्टर भित्र हामीले टोटल सिलेबस कभर गर्छौँ, पास्ट इयर क्वेशनहरु कभर गर्छौँ, जसले गर्दाखेरि तपाईलाई अरु कतै ठाउँ केही पढ्नु पर्दैन, कुनै नोट पढ्नु पर्दैन, कुनैसँग ट्युसन लिनु पर्दैन। यति पढेपछि तपाईलाई पुगिहाल्छ, अरु केही गर्नु पर्दैन यो च्याप्टरको लागि। यो च्याप्टर भित्र हामीले फोर्स पढ्छौँ पुरै, त्यसपछि लिभर पढ्छौँ, त्यसपछि हामी आएर प्रेसर पढ्छौँ। यहाँ तीनटा टपिक हामीले आज सिम्पली 1.5 घण्टा भित्र सकाउँछौँ। तपाईहरुले नडराउनु होला, यत्रो ठुलो भिडियो कसरी हेर्ने हो, मजाले हेर्ने, हेरिसकेपछि अरु अन्त्य कतै केही पढ्नु पर्दैन। यो तिमीलाई तिम्रो दाइको तिमीहरुसँगको प्रमिस भयो है। ल आइहाल्यो अब रेस्ट एन्ड मोसन भन्। अब रेस्ट के हो, मोसन के हो त्यो बुझ्नु भन्दा अगाडि हामीले मामा घर जानुपर्छ। किनभने मामा घर जानुपर्छ भनेर, जस्तै तिम्रो मामा घर के छ भने चाहिँ तिम्रो मामा घर तिम्रो घर भन्दा तिम्रो घर छ यहाँ, अनि तिम्रो मामाको घर चाहिँ कति धेरै टाढा कतै होला, अनि कतै छ भने मामाको घर छ भने अब यहाँबाट तिमीलाई जानको लागि के लाग्छ रे, तिमीले हेर्यौ गुगल म्यापमा 50 किलोमिटर छ, 10 किलोमिटर छ, 200 किलोमिटर छ भने तिमीले कहाँबाट हेर्यौ त तिम्रो घरबाट हेर्यौ भनेपछि यो पोइन्टलाई त केही नाम दिनु पर्यो नि, दिनु पर्यो कि पर्दैन, पर्छ नि। भनेपछि यो पोइन्टलाई हामी के भन्छ भने चाहिँ रिफरेन्स पोइन्ट। जस्तै तिमी छौ, तिम्रो साथी छ यहाँ पिन्टु, तिमी छौ, तिम्रो साथी छ यहाँ पिन्टु साथी। त्यो साथी चाहिँ तिमीहरुले ल साथी हाम्रो स्कुलमा चाहिँ रनिङ कम्पिटिसन छ, 50 मिटरको रनिङ कम्पिटिसन छ, प्र्याक्टिस गर्नु पर्यो। रनिङ कम्पिटिसनको प्राइज कति छ थाहा छ? 1 रुपैयाँ प्राइज, 1 रुपैयाँ प्राइज छ। अब तिमी दुईटा साथीले प्र्याक्टिस गर्छौ 1 रुपैयाँ जित्नको लागि है। अनि चाहिँ तिमीले अब 50 मिटरको नाप्यो, अनि एउटा पोइन्ट यो हाल्यो, एउटा पोइन्ट इन्डिङ हाल्यो भने चाहिँ यो पोइन्ट तिमी दुईटा साथी मिलेर चाहिँ यो पोइन्ट जुन बनायो नि, यो चाहिँ स्टार्टिङ पोइन्ट या एउटा इन्डिङ पोइन्ट, यो पोइन्ट बनायो भने यसलाई कुनै रिफरेन्स लियो नि, यो पोइन्टको रिफरेन्स लिएर यहाँबाट तिमी कुद्छौ, यो त्योबाट तिम्रो साथी पिन्टु कुद्छ भने चाहिँ यो पोइन्टलाई हामी के भन्छ भने चाहिँ रिफरेन्स पोइन्ट भन्छौँ। त यसरी त चिन्टु पिन्टु बाबु मेरो बच्चा यसरी त हुँदैन। इक्जाममा त रिफरेन्स पोइन्ट के हो भनेर सोध्छ, यसको एउटा सटिक सानो डेफिनेसन लेख्नु पर्यो। एउटा रिफरेन्स पोइन्ट के हो? एउटा फिक्स पोइन्ट हो। हामीले के बनाएको थियो? एउटा फिक्स पोइन्ट जहाँबाट हामीले यहाँबाट दौडिरहेको थियो भने चाहिँ एउटा के हो? एउटा फिक्स पोइन्ट या प्लेस हो या अब्जेक्ट हो, जसले के गर्छ भने चाहिँ डिटरमाइन गर्छ तिमी चाहिँ रेस्टमा छौ कि मोसनमा छौ भनेर कुरा डिटरमाइन गर्छ। जस्तै यहाँबाट तिमी कुदिरहेछौ भने अब यो पोइन्टको रिफरेन्समा तिमी अगाडि गयो भने तिमी मोसनमा छौ। यो पोइन्टबाट यही पोइन्टमै रुकिरहेछौ भने अहिले के भयो? जस्तै म अहिले यही पोइन्टमा रुकिरहेको छु भने यो पोइन्टको रिफरेन्समा मैले यही पोइन्टमा रुकिरहेको छु भने रेस्ट भयो। यो पोइन्टको मैले कुद्न थाल्यो भने चाहिँ यो के हुन्छ त मोसन हुन्छ। यो कुरा चाहिँ हामीले मोसनमा हुन्छ अब्जेक्ट भन्ने कुरा बुझ्यौ। ल अब चाहिँ रेस्ट के हो? रेस्ट के हो भने चाहिँ मैले चाहिँ नपढाएर म यत्तिकै उभिएर यसरी बसिहालेँ भने यसलाई चाहिँ रेस्ट भयो। भने चाहिँ मैले एउटा रिफरेन्स पोइन्टमा उभिएर कतै गएन, एकै ठाउँमा बसिराख्यो भने त्यो के भइहाल्छ? रेस्ट भइहाल्छ भन्ने कुरा तिमी बुझ्नु पर्यो। एन अब्जेक्ट रेस्टको डेफिनेसन सोधिदिन सक्छ, सोधेको छ। रिफरेन्स पोइन्टको पनि पास्ट इयरमा जस्तै थुप्रै काठमाडौँ, ललितपुर, कीर्तिपुर, विराटनगर, थुप्रै नेपालभरिका जिल्लाहरूमा सोध्न सक्ने प्रोबेबल क्वेसन पनि हामी गर्छौँ भने अघि नै भनिसकेँ। त्यही पनि यो क्वेसनहरू नि सोध्छ, त्यही भएर सिम्पली हामी बुझ्दै जाने हो कि रेस्ट भने चाहिँ an object is at rest if does not change its position relative to its surrounding over time। एउटा टाइममा मैले 1 सेकेन्डसम्म यसरी रुकिरहेको थिएँ नि, एउटा टाइममा मैले सराउन्डिङको रिस्पेक्टमा, यो ठाउँको रिस्पेक्टमा मैले चाहिँ यो रिफरेन्स पोइन्टको रिस्पेक्टमा मैले चाहिँ आफ्नो डिस्टेन्स चेन्ज गरेन, आफ्नो ठाउँ चेन्ज गरेन, त्यसलाई हामी रेस्ट भन्छौँ भन्ने सिम्पल बुझ्ने। त्यसपछि मोसन के हो? एन अब्जेक्ट इन मोसन इफ कन्टिन्युअसली चेन्ज इट पोजिसन, कन्टिन्युअसली चेन्ज इट पोजिसन। मैले दौडिरहेको छु तर एक ठाउँमा होइन क्या। अब दौड्यो भने त कहाँ यहाँ हुन्छ त, हुँदैन मेरो भाइ।
हामीले यहाँ दौड्यो भने त हुन्छ हुँदैन नि। अब दौड्ने तर तिमी जस्तै दौडिरहेको हुन्छ भने चाहिँ कन्टिन्युसली के भएर आफ्नो पोजिसन चेन्ज गरिरहेको हुन्छ नि, त्यो पोजिसन चेन्ज भइरहेको हुन्छ एउटा रिलेटिभ कुनै एउटा ठाउँ या सराउन्डिङको रिस्पेक्टमा, त्यसलाई हामी के भनिदिन्छौँ भने चाहिँ मोसन भइरहन्छ। एन अब्जेक्ट इन अ मोसन कन्टिन्युसली चेन्ज इट पोजिसन रिलेटिभ टु इट्स सराउन्डिङ ओभर टाइम, जस्तै फ्लाइङ बोर्ड, मुभिङ भेहिकल, मुभिङ कार, मुभिङ अहिले पनि प्लेन उडिरहेछ, मुभिङ प्लेन, यिनीहरू हाम्रो के भइरहेछ भने चाहिँ चेन्ज भइरहेछ ठाउँको रिस्पेक्टमा। जस्तै प्लेन एयरपोर्टबाट उडेर गइरह होला कतै भने चाहिँ एउटा एयरपोर्टको रिस्पेक्टमा प्लेन त उडिहाल्यो भने चाहिँ आफ्नो पोजिसन चेन्ज गरिरहेछ, यसलाई हामी के भनिदिन्छौँ भने चाहिँ मोसन भन्छौँ। त दाइ मैले साइकल चलाएको थिएँ, साइकल त मैले सिकिसकेको छु, बाइक सिक्नको लागि झगडा गर्दैछु घरमा भने चाहिँ जस्तै तिमी साइकल लिएर गयो। अब साइकल लिएर एउटा तिम्रो प्लेन बाटो छ अरे, प्लेन बाटो छ अनि तिमी प्लेन बाटोमा 1 सेकेन्डमा 5 मिटर दूरी पार गर्यो, फेरि अर्को 1 सेकेन्डमा फेरि 5 मिटर दूरी पार गर्यो, अर्को 1 सेकेन्डमा फेरि 5 मिटर दूरी पार गर्यो भने यो के भइरहेछ, तिम्रो डिस्प्लेसमेन्ट या डिस्टेन्स चाहिँ कन्स्ट्यान्टली चेन्ज भएको छ। 1 सेकेन्डमा पनि 5 मिटर, 1 सेकेन्डमा पनि 5 मिटर, 1 सेकेन्डमा पनि 5 मिटर भनेपछि एकै नासको देखिरहेको छु त यसको नाम के राख्दिउँ, यसलाई चाहिँ हामी राख्दिउँ युनिफर्म भेलोसिटी भनेपछि यसलाई हामी राखिदिन्छौँ युनिफर्म भेलोसिटी या युनिफर्म मोसन। यसलाई हामी भेलोसिटी नबनाउँ, भेलोसिटी भनेपछि अर्कै कुरा हुन्छ, युनिफर्म मोसन हालौँ। भेलोसिटीको कुरा आएपछि म कुरा गर्छु, युनिफर्म मैले मोसन भयो ठिक छ। त्यसपछि नन युनिफर्म मोसन नि एउटा टर्म आउँछ त दाइ, जस्तै यो अलिकति तलमाथि बाटो छ, अब यसमा चाहिँ साइकल छ अनि साइकलमा तिम्रो पिन्टु साथी छ। अब त्यो साथी चढेको छ, अब तिमी साइकल यहाँबाट चलाउँछौ भने साइकल चलाउँदा थकाइ लाग्छ, अब यसरी चलाइरहेछ भनेपछि यहाँ चाहिँ तिमी 1 सेकेन्डमा चाहिँ यहाँ चाहिँ 5 मिटर गऱ्यो। अब उकालो आयो भने चाहिँ तिमी अर्को 1 सेकेन्डमा चाहिँ 2 मिटर डिस्टेन्स गऱ्यो, फेरि ओह्रालो अर्को सेकेन्डमा 7 मिटर चाहिँ तिमी डिस्टेन्स ट्राभल गर्यो भनेपछि हेर त डिस्टेन्स के भयो 5 मिटर 2 मिटर 7 मिटर भने चेन्ज, हाम्रो डिस्टेन्स के भइरहेछ चेन्ज भएको देखिन्छ नि। अर्को 1 सेकेन्डमा 5, अर्को फर्स्ट सेकेन्डमा 5 मिटर, अर्को सेकेन्डमा चाहिँ 2 मिटर, अर्को सेकेन्डमा 7 मिटर भनेपछि डिस्टेन्स पनि के भयो चेन्ज भयो। जस्तो उकालोमा जस्तै एउटै स्पिडमा पावर लगाइरहेछौ, त्यही पनि उकालो चढ्दाखेरि बिस्तारै भइहाल्छ साइकल, फेरि ओह्रालो आयो भने स्पिडमा कुदिरहेछ, फेरि उकालो आयो भने स्पिड कम भयो भनेपछि के भयो तिम्रो डिस्टेन्स जुन कभर गरिरहेको थियो नि पर सेकेन्डमा त्यो के भइहाल्छ चेन्ज भइरहेछ। यसैलाई हामी के भनिन्छौँ नन युनिफर्म मोसन। एन अब्जेक्ट कभर अनइक्वल डिस्टेन्स इन इक्वल इन्टरभल अफ टाइम, त्यसलाई हामी नन युनिफर्म भन्छौँ। object cover equal distance in equal interval of time along a straight line, यसलाई हामी युनिफर्म मोसन भन्छौँ। बल्ले हाम्रो यति धेरै कुराहरू सकिहाल्यो, चिन्ता गर्नु पर्दैन तिमीहरूको नरेन्द्र दाइ तिमीहरूसँग छ। अब साइन्स से मत डरना क्लास 8 का स्टुडेन्ट, अब क्लास 9 मा जान्छु त्योमा पनि मत डरना, 10 मा जान्छु त्योमा मत डरना, तिमीहरूको दाइ तिमीहरू सँगै हुन्छ। ल अब आऊ हामी अगाडि, अब आउँछ एउटा रिलेटिभ टर्म। अरे भाइ साहब ये सब क्या है, रिलेटिभ टर्म, रेस्ट एन्ड मोसन आर रिलेटिभ टर्म हो भनेर एउटा रेस्ट एन्ड मोसन भनेर हामी पढिसक्यौँ नि। कुनै वस्तु एउटा पोइन्टको रिस्पेक्टमा चेन्ज भइरहेछ भने त्यसलाई हामी मोसन भनिदियो, उभ्यो छ भने त्यसलाई चेन्ज भएको छैन एउटा पोइन्टको रिस्पेक्टमा त्यसलाई हामी के भनिदिन्छ रेस्ट भन्यो। त सिम्पल कुरा यो बुझ्यो, रेस्ट मोसन एउटा रिलेटिभ टर्म हो। त दाइ म अनि मेरो साथी पिकनिक गर्न मेरो स्कुल बसमा गएको थिएँ, मेरो स्कुल बसमा के गएको थिएँ पिकनिक गएको थिएँ अरे। अब पिकनिकमा त गरे रमाइलो गरे, डान्स खाए, खाजा खाए, फेन्टा खाए, कोक। अब तिमी यहाँ छ, तिम्रो साथी पिन्टु यहाँ छ, अरू साथी नि छ, अरू साथीहरू नि छ। अरू तिमीलाई हेऱ्यो बस त गुडिरहेछ नि, गीत बजिरहेछ, कोही डान्स गरिरहेछ, अझ अरू अब सर रिसाउनु भयो तिमीहरू बसिसकेछौ सिटमा। अब तिम्रो पिन्टु साथीले तिमीलाई हेर्छ भने तिमीले अरे भाइ साहब सिटमा बसिरहेछ भने तिमी रेस्टमा हो। तिम्रो चिन्टु साथीले हेर्छ कि तिमी केमा त रेस्टमा हो, तिम्रो अर्को साथीले हेर्छ भने तिमी पनि देख्छौ, या तिमीले हेर्छौ या अरू साथीहरूले तिमीलाई हेर्छ, तिमीहरू बसेको छौ भनेपछि बस गुडिरहेछ तिमीहरू बसिरहेछौ भने बसको रिस्पेक्टमा बस अनि तिमी स्पेलिङ त मैले ठिक लेखेँ, तिमी अनि पिन्टु अनि चिन्टु
यिनी सबैको रिस्पेक्टमा तिमी बस दुईटैको रिस्पेक्टमा चाहिँ के हुन्छ तिमी चाहिँ तिम्रो साथीहरू सबै के छ भने चाहिँ तिमी रेस्टमा छौ भन्ने कुरा बुझ्नु पर्यो। अब तिम्रो मम्मीले त अब तिमीलाई चढाउन त जानु भयो होला, स्कुटी लिएर जानु के लिएर तिमीलाई गयो। अब तिमीलाई बाई गर्नको लागि यहाँ त तिम्रो मम्मीले यहाँ तिम्रो बाबाले यहाँ बस्यो होला, हो कि होइन? हो। अब तिम्रो बाबाले बाई भनेर भनिराख्नु भएको छ। अब बाई भन्दाखेरि बस त कुदिरहेको छ अनि तिमी यहाँ छौ, तिम्रो साथीहरू छ अनि तिम्रो बाबाले के देख्छ भने चाहिँ तिम्रो साथीहरू चाहिँ एउटा मोसनमा रेस्टबाट के रेस्ट तिमीहरूको बस अनि तिम्रो रिस्पेक्ट एउटैमा चढेछौ, एउटै फ्रेमबाट हेऱ्यो, त्यही भएर तिमीहरू रेस्टमा देख्यो। तिम्रो बाबा चाहिँ छुट्टै फ्रेममा छ, अर्कै ठाउँमा छ अनि यहाँबाट बाई गर्दैछ, बाई बाबु नानी हो। अनि बाई भन्दाखेरि अब चाहिँ यहाँबाट हेर्दाखेरि यो फ्रेम अर्को हुन्छ अनि तिमीहरू पनि बस लगायत तिमी पनि के देख्छौ भने चाहिँ मोसनमा देख्छौ भन्ने कुरा देखिन्छ। यसैलाई हामी रिलेटिभ टर्म भन्नुपर्छ। रेस्ट एन्ड मोसन आर रिलेटिभ टर्म। एन अब्जेक्ट क्यान बी एट रेस्ट रिलेटिभ टु वान फ्रेम, एउटा फ्रेममा कुनै बेला तिमी रेस्टमा देखेको छौ, बट इन मोसन रिलेटिभ टु अनदर, त अनदर फ्रेमबाट हेर्दाखेरि तिमी मोसन देखेको छौ। सिम्पल इक्जाम्पल, अ प्यासेन्जर सिटिङ इनसाइड अ मुभिङ बस इज एट रेस्ट रिलेटिभ टु अदर प्यासेन्जर। तिम्रो साथीहरूको जस्तै तिमीले हेऱ्यो, तिम्रो साथीहरूलाई रेस्टमा थियो, बट इन मोसन रिलेटिभ टु ट्री एन्ड के अरे घर हाउस अन रोड साइड। अब तिमीले चाहिँ अरू फ्रेममा पनि बसबाटै चढेर तिमी यसो हेर्छौ भने बिल्डिङ पनि पछाडि पछाडि गइरहेको हुन्छ भने चाहिँ अरू अब्जेक्टहरू मोसनमा छ। या तिम्रो बाबाले तिमीलाई हेऱ्यो भने त्यो पनि चाहिँ तिमीहरू पनि बसमा अगाडि गइरहेको छ भने सबै कुरा मोसनमा छ भने एउटा फ्रेमबाट अर्को फ्रेम चेन्ज भइहाल्यो भने तिमी मोसनमा भइहाल्छौ। बसबाट हेर्दाखेरि यदि चाहिँ सेम फ्रेममा छौ भने बसमै चढेछौ भने त्यसको रिस्पेक्टमा चाहिँ त्यो चाहिँ रेस्टमा हुन्छ। कन्फ्युज भयो? साँच्चै कन्फ्युज भयो त? एकचोटि अझै भन्छु ल। मैले के भनेको थिएँ भने तिमी पिकनिक गइरहेछौ, बसमा चढेछौ, तिमी साथीहरू चढिसक्यौ, तिम्रो बाबाले यहाँ छोडिरहेछ तिमीहरूलाई भनेपछि अब तिमी बसमा छौ, तिमीहरूको साथी बस दुईटाको रिस्पेक्टको कुरा गर्छ, दुईटा कुरा एनालाइसिस गर्ने। अब दुईटा कुरा एनालाइसिस गर्ने। अब बस अनि साथीहरूलाई हेऱ्यो, अब साथीहरू सबै सिटमा बसेको छ अनि तिमी हेऱ्यो सबै साथीहरू अहिले चाहिँ एउटै ठाउँमा छ, बस कुदिरहेको छ भनेपछि यसको रिलेटिभमा हेर्दाखेरि यो के हेऱ्यो भने चाहिँ तिम्रो साथी पिन्टु चिन्टु बस अनि तिम्रो साथी पिन्टु चिन्टु सब चाहिँ के छ रेस्टमा छ भन्ने कुरा अब्जर्भ गर्यो। त्यसपछि तिमी के गर्यौ भने चाहिँ अब तिम्रो बाबाले चाहिँ तिमीलाई हेरिरहेछ भने तिम्रो बाबाले तिमीलाई हेर्दाखेरि तिमीहरूलाई के देख्छ? मोसनमा देख्छ, किनभने फ्रेम चेन्ज भइसकेको हुन्छ। तिमीले पनि कुनै रुखलाई हेरोस्, तिम्रो बाबालाई हेरोस्, त्यो कुराहरू घरलाई हेरोस्, कुनै साइडको गाडीलाई हेरोस्, त्यो चाहिँ तिमीहरूले के देख्छौ? मोसनमा देख्छौ। यति कुरा बस्ने, ठिक छ? त्यसपछि अगाडि हेरौँ, स्पिड एन्ड भेलोसिटी। यो दुईटा कुरा त हामी पढिसक्यौँ। स्पिड के हो, भेलोसिटी के हो? त दाइ स्पिड मलाई सरले क्लासमा चाहिँ स्पिड भनेपछि डिस्टेन्स भन्नुभएको थियो अनि त्यसपछि टाइमले डिभाइड गरिदियो भने स्पिड हुन्छ अरे। त सही भनेको कुनै सरले गलत भन्नुहुन्न, कहिलेकाहीँ झुकिएर गलत हुनसक्छ। त यो टाइम एन्ड के अरे डिस्टेन्स बाई टाइम भयो भने चाहिँ यो के भयो त हाम्रो स्पिड भयो। भने तिमीलाई के लेख्नु पर्यो कि डिस्टेन्स ट्राभल बाई मुभिङ अब्जेक्ट मुभिङ बडी पर युनिट टाइममा डिस्टेन्स ट्राभल गरेकोलाई हामी के भनिदिन्छौँ भने चाहिँ स्पिड भनिदिन्छौँ। यो के हुन्छ? स्केलर क्वान्टिटी हुन्छ। किन स्केलर हुन्छ? यसको चाहिँ कुनै एउटा डाइरेक्सनको नाम दिँदैन क्या। जस्तै तिम्रो मामा घर इस्टतिर छ भनेर भन्यौ भने त्यो चाहिँ डाइरेक्सन दिने भयो यसरी। अब तिम्रो मामा घर इस्टतिर 50 किलोमिटर छ भन्दाखेरि यसमा डाइरेक्सन दियो। तिम्रो मामा घर सिधै 50 किलोमिटर छ भनेर भनिदियो, 50 किलोमिटर छ, कतातिर छ थाहै छैन भनेपछि त्यो कुरा डाइरेक्सन नदिएपछि त्यो बेला चाहिँ हाम्रो के हुन्छ भने चाहिँ त्यसलाई चाहिँ हामी स्केलर भन्नुपर्छ। डाइरेक्सन अनि म्याग्निट्युड दुईटै, जस्तै 50 लाई हामी म्याग्निट्युड भन्छौँ अनि यो चाहिँ इस्टतिर हाम्रो डाइरेक्सन दियो नि त्यसलाई हामी डाइरेक्सन भन्यो भने म्याग्निट्युड डाइरेक्सन हुने बित्तिकै त्यसलाई हामी के भनिन्छौँ? भेक्टर क्वान्टिटी भन्ने गर्छौँ भन्ने कुरा हामीले बुझ्नु पर्यो। ठिक छ? डिस्टेन्स बाई टाइम भयो स्पिडको। यसको युनिट हेर। अब युनिट कसरी याद गर्ने? त दाइ डिस्टेन्सको युनिट के हो?
त मिटर हो, डिस्टेन्सलाई हामी मिटरमा नाप्छौँ। टाइमको युनिट के हो त सेकेन्ड हो। भनेपछि मिटर पर सेकेन्ड हाम्रो के हुन्छ त स्पिडको पनि युनिट भयो। त्यस्तै गरी अर्को चाहिँ हाम्रो भेलोसिटीको पनि युनिट यही याद राख्नु सेमै हुन्छ। किनभने भेलोसिटीमा के हुन जान्छ थाहा छ तिमीहरूलाई? भेलोसिटीमा दाइ थाहा छ मलाई थाहा छ के हुन्छ डिस्प्लेसमेन्ट हुन्छ। अनि अर्को चाहिँ यता हेर्ने है सबैजनाले, अर्को चाहिँ टाइम हुन्छ। टाइम टी डिस्प्लेसमेन्टलाई अब यसले पनि डिनोट गर्दा भयो। अब डिस्प्लेसमेन्टको युनिट के हुन्छ त दाइ त मिटर हुन्छ। टाइमको युनिट के हुन्छ सेकेन्ड हुन्छ, मिटर पर सेकेन्ड। यसमा एउटा कुरा याद राख्ने कि डिस्प्लेसमेन्ट बाई टाइमलाई हामी भेलोसिटी भन्ने हो, डिस्टेन्स बाई टाइमलाई हामी स्पिड भन्यौँ। दुइटैको युनिट मिटर पर सेकेन्ड हुन्छ, अरू केही कुरा फरक छैन। डिस्प्लेसमेन्टमा के हुन्छ भने एउटा सर्टेन डाइरेक्सन हुन्छ। त दाइ डिस्प्लेसमेन्ट चाहिँ बच्चा क्लासमा पढेर त्यो बिर्सी गयो भनेपछि कुनै दुईटा पोइन्टहरू बिच जिलेबी तिमीहरूले बनायो यसरी अनि यहाँ पुग्यो, यो तिमीहरूलाई डिस्टेन्स भन्छौँ। त्यसपछि कुनै दुईवटा पोइन्ट बिच एकदम स्ट्रेट लाइन छ, एकदम सिधा छ, तुरुन्तै पुग्यो, तिमीलाई चाहेको कुरा यहाँ पाएको छौ, तुरुन्तै कुदेर गइहाल्यो, एकदम सानो डिस्टेन्स छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ भन मसँग डिस्प्लेसमेन्ट भन्छौँ। यो कुरा चाहिँ याद राख्ने, यसको पनि युनिट मिटर, यसको पनि युनिट मिटर भनेर। ठिक छ, यति कुरा हामीले बुझ्नु पर्यो। त्यसपछि ल क्वेसन गरौँ। यो 2082 काठमाडौँमा सोधेको क्वेसन हो। के भन्छ व्हाट इज द सर्टेस्ट डिस्टेन्स बिट्विन एनी टु पोइन्ट इन अ पार्टिकुलर डाइरेक्सन। कुनै दुईवटा पोइन्टको बिचको एउटा पार्टिकुलर सर्टेस्ट डिस्टेन्सलाई हामी के पढ्नेको थियो त डिस्प्लेसमेन्ट भनेको थियौँ दाइ। अरे भाइ साहब खतरा भइसक्यो तिमीहरू। ल रिलेटिभ भेलोसिटी आउँछ एउटा टर्म, जुन टर्म तिमीहरूलाई आउँछ कि कसैलाई आउँछ कसैलाई आउँदैन दाइ बिर्सिसके, अलिअलि भन्न दिनुहोस् के नै हुन्छ हेरिरहेकै छौँ, हेरि नै हाल्छौँ। भनेपछि अब हामीले रिलेटिभ भेलोसिटी बुझ्नु पऱ्यो। तिमी छौ, तिम्रो साथी पिन्टु छ, बात खत्तम, दुईजना भएपछि काम भइहाल्छ कि हाम्रो सबै। यसमा दुईवटा कुरा यादहरू ध्यानमा राख्नुपर्छ। जस्तै एउटा सेम डाइरेक्सनको कुरा हुन्छ, एउटा अपोजिट डाइरेक्सनको कुरा हुन्छ। जस्तै मैले तिमी छौ, मैले यु भने, यु तिमीलाई मैले भिए भने, भेलोसिटी अफ ए। तिम्रो साथी पिन्टु छ, त्यसलाई चाहिँ भिबी भने। ठिक छ, यसको नामाकरण गरिदिए। अब तिमी चाहिँ एउटै डाइरेक्सनमा, तिम्रो साथी पनि तिमी पनि यहाँबाट एउटै डाइरेक्सनमा कुद्यो। तिम्रो साथी पनि, अब तिम्रो साथीको लागि पनि कुद्छु एकचोटि, तिम्रो साथी पनि फेरि रिसाउँछ नि। एउटै डाइरेक्सनमा कुद्यो भने त्यो चाहिँ हाम्रो के भयो सेम डाइरेक्सन भयो, एउटै डाइरेक्सनमा कुद्यो। अब तिम्रो चाहिँ जुन पिन्टु साथी छ बापरे बा खतरा दौड्नमा छ त, यो चाहिँ 20 को स्पिडमा दौडिदियो, 20 मिटर पर सेकेन्डको स्पिडमा। तिमी दौड्यौ 10 मिटर पर सेकेन्डमा, धेरै नघटाउँ फेरि दाइ बेइज्जत नगर्नु भनेर। ठिक छ, 10 मिटर पर सेकेन्डमा। अब कसरी निकाल्ने त हो ओ भैया, कसरी निकाल्ने त 20बाट तिमी 10 घटाइदिन्छौ, जुन भ्यालु आउँछ 10, जुन भ्यालु आयो 10 मिटर पर सेकेन्ड, यही चाहिँ तिमीहरूको के भयो तिम्रो रिलेटिभ भेलोसिटी भयो। यो दुईटाको अब्जेक्टको रिलेटिभ भेलोसिटी यसलाई भन्छ। दाइ यसको फर्मुला लेखाइदिनु दाइ। त फर्मुला त सिम्पल छ त, तिमीलाई थाहा छ, मलाई नलेखाउनु हो। भिएबी, एबीको रिफरेन्समा यो ए हो यो बी हो, त्यही भएर भिएबी जुन फाइनल हुन्छ नि लास्टको त्यो भिबी हो, माइनस यसलाई भिए गऱ्यो भने काम हुन्छ तमाम। यो चाहिँ फोर सेम डाइरेक्सनको लागि। मेरो स्पेलिङ बिर्यो भने गल्ती नभने कमेन्ट नगर्ने। सेम डाइरेक्सन। त्यसपछि दाइ अर्को अपोजिटको पनि कुरा हुन्छ। हेर न, तिम्रो साथी के अरे पिन्टु अनि तिमी थियो, एउटा पोइन्टमा थियो, यहाँ रुकेको थियो तिमी दुईजना, अनि साथी यतातिर कुद्नुपर्छ भनेछौ, साथी यतातिर कुद्नुपर्छ, को पहिला पुग्छ भनेर भनेछ। तिम्रो साथी पिन्टु यति खराब छ, तिम्रो साथी पिन्टु या चिन्टु यति खराब छ, यो हरामी यता कुद्यो के भने तिमी यता कुद्यो, तिम्रो साथी यता कुद्यो भने चाहिँ के भइहाल्यो अपोजिट डाइरेक्सन भइहाल्यो। के भइहाल्यो अपोजिट डाइरेक्सन। अब अपोजिट डाइरेक्सन भएपछि के गर्ने, तिमी यो छौ त तिमी र त दाइ मेरो त भिए हो, मेरो साथी पिन्टुको
भिबी नाम हो। भनेपछि यसमा के गर्ने त अपोजिट डाइरेक्सन भयो। डाइरेक्सन कता छ यतातिर छ यो यतातिर छ। भिएबी यो दुईटाको रिफरेन्स पोइन्टबाट हेर्दाखेरि हामी के अरे यो चाहिँ रिलेटिभ भेलोसिटी हेर्दाखेरि यो दुईटा पोइन्टको भने चाहिँ हाम्रो के हुन्छ भिए प्लस भिबी। दुईटातिर भयो भने अब माइनस प्लस गरेर मैले देखाउँदैन तिमीहरू कन्फ्युज भइहाल्छौ साँच्चीकै। तिमी यता आयो दुईटा डाइरेक्सन चेन्ज भएको छ। डाइरेक्सन चेन्ज हुने बित्तिकै पोजिटिभ आउने। यो चाहिँ हाम्रो अपोजिट डाइरेक्सनको केसमा भयो जुन चाहिँ डाइरेक्सन फरक भयो। एउटा के भन्यो भने अब तिमी साथीहरू त यहाँ त बिछोड भएको छ। अब 1 साल बित्यो साथी फेरि फर्केर आयो। अब चाहिँ ओ भाई साहब मेरो पिन्टू साथी त यहाँ पर है भैया मैं त यहाँ पर हूँ। अब चाहिँ साथी हेरेपछि त अब अङ्गाला हाल्नु पर्यो। तिमी पनि उताबाट पिन्टू पनि दौड्यो तिमी पनि दौड्यो टक 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 पिन्टू पनि दौड्यो तिमी नि दौड्यो। अब दुइटै दौडिएर अब भेट भयो। भेट भएपछि अङ्गाला हाल्यो। भनेपछि यो पनि तिमी कतातिर दौडेछौ यतातिर दौड्छौ यतातिर। डाइरेक्सन सेम हो कि अपोजिट हो? यसलाई चाहिँ मैले सेम डाइरेक्सन भन्छु यसलाई चाहिँ मैले अपोजिट डाइरेक्सन भन्छु। यता यो तिमी यता छौ यता छौ भनेपछि अपोजिट डाइरेक्सन। यो पनि अपोजिट डाइरेक्सन छ भनेपछि यस्तो केसमा पनि तिमीले भिएबी को निकाल्नु पर्यो भने भिए प्लस गर्छौ भिबी गर्छौ। बात हो गया तमाम। यति कुरा तिमीहरूले बुझिहाल्यो। यति कुरा बुझिहाल्यो। त्यसपछि फेरि अर्को रेसको घोषणा भइरहेछ तिम्रो स्कुलमा। रेसको प्राइस छ 1 रुपैयाँ। जसले जित्छ त्यसको जसले जित्छ त्यसले 1 रुपैयाँ पाउँछ। ठीक छ। अब ल तिम्रो साथी पिन्टू अब कुद्यो। अब साथी त हो कहिलेकाहीँ साथी भयो भने साथीमा पनि रेस भइ नै हाल्छ नि। अब कुद्दाखेरि तिम्रो भेलोसिटी पनि 5 मिटर पर सेकेन्ड छ। कसैले हेर 5 किलोमिटर पर सेकेन्ड लेखे नि केही फरक पर्नेवाला छैन है। जे मन लाग्छ लेख मिटर लेख या किलोमिटर लेख है केही फरक पर्दैन। 5 मिटर पर सेकेन्ड अनि तिम्रो साथी पिन्टूको पनि 5 मिटर सेकेन्ड भयो। अब हेर्नुस् दुईटै साथी त एकैचोटि पुग्छ भनेपछि यसको चाहिँ रिलेटिभ भेलोसिटी 0 हुन्छ। अब कसरी हुन्छ दाइ? सेम डाइरेक्सन हो कि होइन? यतातिर तिमी नि दौडेछ पिन्टू नि यतातिर दौडेछ भनेपछि भिए को रिफरेन्स पोइन्ट निकाल्यो। अब हेर भिबी माइनस भिए गर्न भनेको थियो भने थियो कि थिएन? हेर त सेम डाइरेक्सन भिबी माइनस भिए भनेपछि भिबी माइनस भिए गर्छु। अब दाइ हेर्नु भिबी कति छ 5 छ भिए कति छ 5 छ अनि भिएबी अब कति भयो भन त भाइ साहब 0 मिटर पर सेकेन्ड हाम्रो भयो। बेलले कि नै बेलले? त्यो बात बुझलिए कि नै? ए बुझ्नु भयो कि भएन रे? ए बुझ्नु भयो कि भएन? त बुझे त बुझे धेरै नडाट्नु त पढाउनु कुरो भने भिएबी हाम्रो आइहाल्यो। यो कुरा मैले 0 भयो। त तिमी के बुझ्छौ भने तिम्रो साथी नै कुदिरहेछ म नि एउटै स्पिडमा कुद्यो भने हाम्रो दुईटै पोइन्टको रिफरेन्स हाम्रो रिफरेन्स पोइन्ट रिफरेन्स भेलोसिटी या भेलोसिटी जुन हाम्रो रिलेटिभ भेलोसिटीको कुरा भइरहेछ त्यो भेलोसिटी के हुन्छ हाम्रो 0 हुन्छ। अब दाइ यो मान्छेमा मात्रै हुन्छ कि अरू कुरामा नि हुन्छ? त सबै कुरामा हुन्छ। यहाँ बस कुदेको छ यो बस यहाँबाट कुदिरहेको छ यो बसको स्पिड नि हाम्रो 50 किलोमिटर पर आवर छ। यो बसको स्पिड नि 50 किलोमिटर पर आवर छ भने यो बसबाट तिमी हेर्छौ तिम्रो साथी पिन्टू अर्को बसमा छ भने दुईटै चाहिँ रेस्टमै हो। या तिम्रो क्रस पनि यो बसमा छ भने तिम्रो पिन्टू साथीसँग बसिहालेछ भने जलस भइरहेछ भने चाहिँ तिम्रो यो चाहिँ तिमी यसलाई हेर्यौ भने यो चाहिँ रेस्टैमा हुन्छ भन्ने कुरा तिमीले बुझ्नुपर्छ। बुझ्छौ रेस्टमै हो भनेर ओहो हिलेकै छैन त गाडीमा हेरिरहेको छु एक ठाउँमै छ बाटो तर चेन्ज भइरहेछ भने एउटै स्पिड भयो भने भेलोसिटी भयो भने त्यो चेन्ज भएको हुँदैन तिमी रेस्ट नै हो भनेर कुरा बुझ्नुपर्छ। यो क्वेसनले सोध्न सक्छ हामीलाई। त्यसपछि हेरौँ अ कार इज मुभिङ विथ भेलोसिटी 60 किलोमिटर। एउटा कारको 60 किलोमिटर छ टुवार्ड अ रनिङ म्यान। एउटा रनिङ म्यानको 60 किलोमिटर पर आवर छ। त्यसपछि हु इज मुभिङ विथ भेलोसिटी 15 किलोमिटर टुवार्ड अ कार। यो कार यतातिर दौडिरहेछ यो कार यतातिर यो मान्छे पनि कारतिर दौडिरहेछ। मान्छेको 15 किलोमिटर पर आवर छ भने कारको 60 किलोमिटर पर आवर छ। अब चाहिँ यसको चाहिँ हामीलाई निकाल्नु पर्यो। के निकाल्नु पर्यो भने चाहिँ त्यही रिलेटिभ भेलोसिटी। अब हामीलाई थाहा छ
अपोजिट डाइरेक्सन भयो भने के गर्ने यो दुईटालाई जोड दिने 15 16 60 लाई जोड दिन्छु 15 + 60 जोड दिन्छु बात खतम या तिमी VA + VB गर या VB + VA गर कुरो चाहिँ तिम्रो त्यही एउटै भयो 15 60 गर्यो भने 75 आइहाल्यो जुन चाहिँ 75 किलोमिटर अप्सन नम्बर डी मा छ। अब ल जस्तै के भनेछ अ कार ए इज ट्राभल विथ स्पिड 60 किलोमिटर एउटा कार ए को 60 किलोमिटर पर आवर छ कि छैन छ भनेछ क्वेसन। अनदर कार बी इज ट्राभलिङ एट बी अनदर कार 80 किलोमिटर पर आवर इन द सेम डाइरेक्सन यतैतिर एउटैतिर चाहिँ यो कार पनि ट्राभल गरेको छ 60 मा एउटा चाहिँ 80 मा ट्राभल गरेको छ। अब तिमी सेम डाइरेक्सन भयो भने जस्तै दा यो VB छ यो VA छ भने मैले चाहिँ VB - VA गर्छु जुन VB को भ्यालु चाहिँ हाम्रो कति दिएको छ 80 80 - 60 गर्छु अनि 80 - 60 भने 20 आयो जुन चाहिँ अप्सन नम्बर 1 मा छ। सिम्पल छ त। अब आयो एभरेज भेलोसिटी एक्सेलरेसन रिटार्डेसन। अब ये भाइ साहब क्या सरदर्द ये एउटा सरदर्द के हो त एभरेज भेलोसिटी भनेपछि सबै तिमीले माथि भेलोसिटीलाई जोड देऊ सबै भेलोसिटीलाई जोड देऊ तल चाहिँ टाइमलाई जोड देऊ यसलाई चाहिँ हामी के भनिदिन्छ भने चाहिँ के भनिदिन्छ कि मैले गलत लेखेँ दाइ गलत लेख्नु भएको छ भेलोसिटी बाइ टाइम गर्नुभयो त एक्सेलरेसन हुन्छ। त एभरेज भेलोसिटी भनेपछि तिम्रो डिस्प्लेसमेन्ट जति भएको थियो नि सबै माथिको जोड दियो 2 3 4 अनि टाइम जति लागेछ सबैलाई जोड दियो यसैलाई हामी भन्छौँ एभरेज भेलोसिटी। ठीक छ। त टोटल डिस्प्लेसमेन्ट डिभाइड बाइ टोटल टाइम त्यसलाई हामी के भनिदिन्छौँ डिस्प्लेसमेन्ट के अरे हामी भन्छौँ एभरेज भेलोसिटी। त्यसपछि आयो एभरेज भेलोसिटी जस्तै तिमीलाई थाहा छ तिम्रो इनिसियल स्पिड u को भ्यालु 0 मिटर पर सेकेन्ड छ तिम्रो फाइनल भेलोसिटी चाहिँ 10 मिटर पर सेकेन्ड छ भने अब यो दुईटाको तिमीलाई एभरेज निकाल्न भन्यो भने के गर्छौ तिमीले u + v दुईटा मात्रै छ त्यही भएर 2 ले डिभाइड गर्छौ 0 + 10 डिभाइड बाइ 2 गर्छौ 5 मिटर पर सेकेन्ड यो के भयो मेरो एभरेज भेलोसिटी भयो बात खतम यो। अब आउँछ एक्सेलरेसन भने चाहिँ रेट अफ चेन्ज अफ भेलोसिटी हो। दा यो के भनिराख्नु भएको छ एक्सेलरेसनलाई हामी ए ले डिनोट गरौँ। अब भेलोसिटीमा चेन्ज ल्याउने चेन्ज इन भेलोसिटी डिभाइड बाइ टाइम गरिदियो यति गर्यो भने तिम्रो एक्सेलरेसन आयो। अब चेन्ज इन भेलोसिटी चेन्ज भनेपछि v - u डिभाइड बाइ t गर्नु यसैलाई हामी एक्सेलरेसन भन्छौँ। यो चाहिँ याद राख्नु दाइ यसको जब पोजिटिभ आउँछ नि भ्यालु जस्तै 5 आयो त्यो बेला चाहिँ 5 मिटर यसको भ्यालु के हुन्छ मिटर पर सेकेन्ड डिभाइड बाइ सेकेन्ड भनेपछि यसको तिमी याद गर मिटर पर सेकेन्ड स्क्वायर चाहिँ एक्सेलरेसनको SI युनिट हो भनेर मैले दाइ दिलो दिमागमा राख्छु कि राख्दैनौ त राख्छु दाइ याद गर्छु जसरी हुन्छ याद गर्छु दाइ मिटर पर सेकेन्ड स्क्वायर भन त मसँग मिटर पर सेकेन्ड स्क्वायर भने चाहिँ यसरी मैले याद गरेँ एक्सेलरेसन v - u पोजिटिभ आउँछ त्यसलाई एक्सेलरेसन नै भन्छ अनि मिटर पर सेकेन्ड। दाइ नेगेटिभ आयो भने के गर्ने एन्सरमा -5 आयो भने त्यसलाई के गर्ने त दाइ मेरो भाइ मेरो बाबु मेरो बच्चा के हुन्छ त्यो कुरा भनेपछि जब माइनस आइहाल्यो नि जस्तै दाइ मेरो एन्सरमा -5 मिटर पर सेकेन्ड स्क्वायर आयो। अब यो बेला के गर्ने त यो बेला यसलाई जुन माइनस आउँछ नि त्यो बेला यसलाई हामी रिटार्डेसन भन्छौँ है। नेगेटिभ एक्सेलरेसन आउनुलाई हामी के भनिदिन्छौँ भनेपछि रिटार्डेसन भन्ने गर्छौँ है। के छ नेगेटिभ एक्सेलरेसन द्याट अकर व्हेन अब्जेक्टिभ भेलोसिटी डिक्रिज ओभर भनेपछि तिम्रो फाइनल भेलोसिटीबाट इनिसियल भेलोसिटी बढी भइदियो भने त्यो केसमा आउँछ चिन्ता नगर त्यो कुराहरू। अब केही कुराहरू यहाँ चाहिँ जस्तै की मेमोरीको रूपमा तिमीलाई भन्छ कुनै जस्तै मैले रेस्टमा छु भने मेरो भेलोसिटी या स्पिड कति छ त दाइ 0 छ बात खतम। मान्छे इनिसियल स्पिड कुनै वस्तु रेस्टमा छ भने त्यसको भेलोसिटी या स्पिड 0 हुन्छ। कुनै पनि दौडिरहेको छ अब एकैचोटि रुकिहाल्यो भने त्यसको फाइनल भेलोसिटी कति हुन्छ
त 0 हुन्छ अनि यो कुरा भनेको छ। अब युनिफर्म या कन्स्ट्यान्ट भेलोसिटी छ भने एक्सेलरेसन 0 मिटर पर सेकेन्ड हुन्छ। यो पनि एउटा पोइन्ट याद गर्ने एमसीक्यूमा सोध्यो भने है। ठीक छ। अब ल क्वेशनहरु गरौँ। के छ व्हिच अफ द फलोइङ स्टेटमेन्ट इज ट्रू। कुन स्टेटमेन्ट ट्रू? जस्तै नेगेटिभ एक्सेलरेसन, जस्तै एक्सेलरेसन नेगेटिभ भयो भने रे इज प्रोड्यूस, के छ नेगेटिभ एक्सेलरेसन इज प्रोड्यूस इफ अब्जेक्ट मुभिङ विथ युनिफर्म भेलोसिटी। युनिफर्म भेलोसिटीले मुभ गर्यो भने, जस्तै कुनै चीजको भेलोसिटी 5 छ अनि त्यसको चेन्जेस भेलोसिटी पनि 5 छ, युनिफर्म भेलोसिटी छ। अब युनिफर्म भेलोसिटी हुने बित्तिकै हामी के पढेको थियो भने चाहिँ 0 आउँछ। हामीले के गर्यो युनिफर्म भेलोसिटी हुने बित्तिकै एक्सेलरेसन 0 आउँछ। तर यहाँ कुराले के भने नेगेटिभ एक्सेलरेसन इज प्रोड्यूस, नेगेटिभ एक्सेलरेसन प्रोड्यूस हुन्छ रे। त यहाँ त एक्सेलरेसनै प्रोड्यूस भइरहेछ नि। हेर त युनिफर्म या भेलोसिटी हुने बित्तिकै एक्सेलरेसन कति भइरहेछ त 0 भइरहेछ हो कि होइन? युनिफर्म भेलोसिटी हुने बित्तिकै एक्सेलरेसन त 0 भइरहेछ। तर यसले क्वेशनले यो स्टेटमेन्टले के भनिरहेछ भने एक्सेलरेसन मेरो के रे हुन्छ नेगेटिभ एक्सेलरेसन हुन्छ। तर बबुवा गलत भन्यो त यो स्टेटमेन्ट गलत भयो। अर्को स्टेटमेन्ट हेरौ एक्सेलरेसन इज नट प्रोड्यूस। एक्सेलरेसन के भनेको छ नट प्रोड्यूस रे इफ अब्जेक्ट इज मुभिङ विथ नन युनिफर्म भेलोसिटी। कुनै पनि अब्जेक्ट जस्तै इनिशियल भेलोसिटी 5 छ रे मिटर पर सेकेन्ड, फाइनल भेलोसिटी 7 मिटर पर सेकेन्ड, मतलब चेन्ज भइरहेको भेलोसिटीको केसमा चाहिँ एक्सेलरेसन हुँदैन त हुन्छ। अब कुनै टाइमको रिस्पेक्टमा चाहिँ 3 सेकेन्ड 4 सेकेन्ड 5 सेकेन्डमा त यो भेलोसिटी चेन्ज भयो होला। अब तिमी v माइनस u गर्छौ डिभाइड बाइ t गर्छौ। अब यो v माइनस u 7 बाट 7 माइनस 5 गर्छौ डिभाइड बाइ 3 गर्छौ। 7 बाट 5 गयो भने कति हुन्छ 2 बाइ 3 गर्छौ भने केही न केही भ्यालु त आयो, 0 आएन। यहाँ त 0 भनिरहेछ, यो स्टेटमेन्ट नि गलत हो। पोजिटिभ एक्सेलरेसन इज कल रिटार्डेसन। अरे भाइ साहब रिटार्डेसन भनेपछि नेगेटिभ पढेको थिए दाइ, कहाँ यो त गलत हो गया भैया। अब यही सही हुन्छ। तर यो पनि पढेर बुझौँ। रेट अफ चेन्ज इन भेलोसिटी, रेट अफ चेन्ज इन भेलोसिटी अफ बडी इज कल एक्सेलरेसन। त बाप रे बा, रेट अफ चेन्ज अफ जो भेलोसिटी डिभाइड बाइ टाइम हो रेट अफ चेन्ज भनेपछि। भेलोसिटी चेन्ज इन भेलोसिटी डिभाइड बाइ टाइम, चेन्ज इन भेलोसिटी डिभाइड बाइ टाइम भनेपछि एक्सेलरेसन त हो। त अप्सन नम्बर 4 करेक्ट भयो। ठीक छ, बुझ्यौ? बुझ्यो दाइ। एन अब्जेक्ट इज मुभिङ विथ कन्स्ट्यान्ट भेलोसिटी। एउटा कन्स्ट्यान्ट भेलोसिटीले एउटा अब्जेक्ट मुभ गरिरहेछ। व्हिच अफ द फलोइङ स्टेटमेन्ट इज ट्रू। अब कन्स्ट्यान्ट भेलोसिटी हुने बित्तिकै हामीले के बुझ्नुपर्छ त हेरौँ भैया। कन्स्ट्यान्ट या युनिफर्म भेलोसिटी छ भने एक्सेलरेसन 0 हो भने त्यो सोधिहालेको छ 2082 मा विराटनगरमा सोधेको छ। यो चाहिँ 2082 ललितपुरमा सोधेको थियो भने अब यसको चाहिँ एक्सेलरेसन कति हुन्छ 0 हुन्छ। व्हाट इज द एक्सेलरेसन अफ, यो चाहिँ हेर है पोखरामा सोधेको क्वेसन। व्हाट इज द एक्सेलरेसन अफ बस द्याट स्टार्ट मुभिङ फ्रम रेस्ट। अब मुभिङ फ्रम रेस्ट भन्यो, अब रेस्टबाट स्टार्ट भएको छ भनेपछि इनिसियल भेलोसिटी मेरो 0 मिटर। याद गर्ने रेस्टबाट स्टार्ट भएको चिजको इनिसियल भेलोसिटी मैले के लेख्छु u को भ्यालु 0 लेख्छु, बात खतम। त्यसपछि अर्को आउँछ तिमी के छ एन्ड एटेन्स भेलोसिटी 20 मिटर पर सेकेन्ड भनेपछि फाइनल भेलोसिटी मलाई 20 मिटर पर सेकेन्ड दिएको छ अनि टाइम चाहिँ मेरो 4 सेकेन्ड दिएको छ। अब त मलाई थाहा छ भाइ a बराबर v माइनस u डिभाइड बाइ t गर्छु। अब v को भ्यालु थाहा छ 20 माइनस 0 डिभाइड बाइ 4। अब योबाट कति हुन्छ यो 0 है 5 मिटर पर सेकेन्ड स्क्वायर। त दाइ मलाई थाहा छ एन्सर। ल अब अर्को क्वेसन आयो। व्हाट विल बी द फाइनल भेलोसिटी अफ भेहिकल। फाइनल भेलोसिटी v को भ्यालु वाट सोधेको छ, v को भ्यालु वाट सोधेको छ। ठीक छ। इफ द स्टार्टेड फ्रम रेस्ट एन्ड मुभ, स्टार्ट गरेको छ रेस्टबाट त इनिसियल भेलोसिटी 0 भइहाल्यो। ठीक छ। विथ एक्सेलरेसन दिएको छ, एक्सेलरेसन हामी a को भ्यालु हेरे भैया रेड कारमाथि लेख्नुहुन्न यार, लास्ट टाइम महँगो हुन्छ। a को भ्यालु हामीलाई दिएको छ 5 मिटर पर सेकेन्ड स्क्वायर अनि टाइम हामीलाई दिएको छ 8 सेकेन्ड। अब केही कुरा गर्ने हैन, टेन्सन लिने हैन यहाँ भैया। तिमीले के गर्छौ a बराबर b माइनस u डिभाइड बाइ t। यो त फर्मुला थाहा छ हामीलाई। हामीलाई a को भ्यालु दिएछ त राख्दिउँ न त 5 दिएको छ। v को भ्यालु निकाल्नै भनेको छ त v राखौँ। u को भ्यालु इनिशियलबाट के भनेको थियो हेर
u को भ्यालु किन 0 लेख्यो स्टार्ट फ्रम रेस्ट भनेको छ त्यही भएर u को भ्यालु मैले 0 लेखेको u को भ्यालु 0 टाइमको हेर 8 हुन्छ अब अरे भाइसा यो त जादु हो गयो रे गायब भएर यहाँ चाहिँ यार के भएको बुता यो कति हुन्छ 8 हुन्छ देख रहे हो भैया 5 इन्टु यो 8 हुन्छ अनि v बाट 0 घटायो v हुन्छ भने 8 पंचे 40 v को भ्यालु 40 मिटर पर सेकेन्ड यो चाहिँ तिम्रो फाइनल एन्सर हो यो यसरी ननिकाल मैले सिकाएको छु जे त्यही गर ठीक छ यसको एन्सर यही 40 मिटर पर सेकेन्ड भइहाल्यो अनि हाम्रो यो यही सकिन्छ अब हामी लिभर फाड्ने हो बल्ले बल्ले अब हेर हामी लिभर सुरु गर्दैछौँ लिभर पो सुरु गर्दैछौँ अघि हामी बसमा चढ्यौँ बसमा चढेर बाटोमा सर ट्राभल गर्दै थियौँ अब तिमीहरू एउटा स्पोर्टमा पुगिसक्यो अलिकति पहाडमाथि चढ्नु छ अनि उता झरना छ अनि त्यही गएर पिकनिक गर्ने हो तिमीहरू ठिक छ अब पिकनिक गर्ने तिमी चिन्टु साथी गइरहेछौ बाटोमा गइरहेछौ अब आइहाल्यो ढुङ्गा ल बाटो छेक्दियो ढुङ्गाले बाटो छेक्दियो यहाँ चाहिँ झरना छ सल बगिरहेको झरना यहाँ छ ठीक छ यहाँ बाटो ढुङ्गाले छिर्दियो अलिकति जाने ठाउँ पनि छैन तिम्रो साथी पिन्टुले के गर्ने साथी अब भनेर तिमीलाई भन्यो अब तिमीलाई भनिसकेपछि तिमीले हेर्यौ एउटा लौरो छ साइडमा के छ रे एउटा लौरो छ अनि तिमीले एउटा लौरो लिएर आयो अनि यसरी लौरो राख्यो अनि तिमी आफ्नो चिन्टु साथीलाई के भन्यो ओइ चिन्टु का गर्दा हो इधर अब यहाँ तिम्रो चिन्टु साथीले एउटा ढुङ्गा लगायो अनि तिमीले यसलाई यसरी तलबाट गरेर यसरी तलतिर थिच्यो यसलाई तलतिर थिच्यो भने ढुङ्गा माथि उक्लेर यता साइडतिर लाग्यो अनि चाहिँ अलिकति बाटो फराकिलो भयो अनि तिमीहरू चाहिँ यसरी झरनामा गयो ठीक छ भने चाहिँ तिमीले यो ढुङ्गा जुन छ नि यो ढुङ्गा के हो हाम्रो के हो रे त ढुङ्गा दाइ यो लोड हो भनेर मलाई थाहा छ दाइ अनि यो पोइन्ट जस्तो एउटा बनायो के हो फल क्रम हो दाइ त्यसपछि जुन यहाँ तिमीले तलतिर यसरी लगाएको थियो नि त्यसलाई हामी के भन्छौँ इफोर्ट भन्ने भन्छौँ भने चाहिँ यो टर्म तिमीहरूलाई थाहा हुनुपर्छ तिमी जुन लोड लगाउँछौ आफ्नो पावर लगाउँछौ त्यो इफोर्टको कुरा आउँछ जुन कुरा उचालिरहेछ त्यो लोडको कुरा आउँछ जुन पोइन्ट छ त्यसलाई हामी के भन्छौँ त फलक्रम भन्छौँ दाइ बुझिहाले अब तिमी एउटा कुरा अझै याद राख्छौ त दाइ के याद राख्ने त यता सुन हाल अब तिमी के याद राख्छौ भने यो अब डिस्टेन्सको कुराहरू अलिकति आउँछ हैन तिमीहरूले क्लासमा नि पढ्यो होला पढे छैन भने यहाँ सिकिहाल्छौ डिस्टेन्सको कुरा अब फलक्रमदेखि इफोर्टसम्मको डिस्टेन्सलाई हामी इफोर्ट डिस्टेन्स भन्छौँ के डिस्टेन्स भन्छौँ इफोर्ट डिस्टेन्स भन्छौँ भने फलक्रमदेखि हाम्रो लोडसम्मको डिस्टेन्सलाई हामी लोड डिस्टेन्स भनेर भन्छौँ यति कुरा तिमी दिलो दिमागमा टक्क लगाएर याद गरेर राख्ने ठीक छ अब हामी अगाडि बढ्दै छौँ ठीक छ अब कहिले लिभरको डेफिनेसन सोध्यो भने एउटा के हो रिजिड बार हो जस्तै बार हो जसले चाहिँ के हुन्छ फ्री टु रोटेट गर्छ अराउन्ड द एउटा फिक्स पोइन्टमा हामीले के गरेको थियो फ्री टु रोटेट गराएको थियो फिक्स पिभोट पोइन्टबाट त्यसलाई चाहिँ हामी फलक्रम भन्छौँ यसलाई चाहिँ हामी फलक्रम भन्छौँ ठीक छ एउटा सिम्पल यति चाहिँ पढिहाल्ने बात खतम त्यसपछि एउटा आयो कोर अब कोर कम्पोनेन्टमा मैले फलक्रमको बारेमा भने कुनै एउटा फिक्स पोइन्ट भयो लोडको बारेमा भने त्यसपछि इफोर्टको बारेमा भने लोड डिस्टेन्सको बारेमा भने अनि इफोर्ट डिस्टेन्सको बारेमा यो 4 1 2 3 4 5 वटा वर्डहरू मैले सर्र हामीले फिगरबाट बुझिहाल्यौँ ठीक छ त्यसपछि एउटा आउँछ प्रिन्सिपल अफ लिभर भनेर अब यो फिगर अगाडिकै फिगरबाट हामी हेरिहाल्यौँ प्रिन्सिपल अफ लिभर कसलाई भन्छौँ ठीक छ त दाइ मलाई थाहा छ मैले के गर्छु भने एकचोटि यति हेर्छु अब यति हेर्दाखेरि मैले के हेर्छु इफोर्ट यो इफोर्ट इन्टु यो डिस्टेन्स जुन छ त्यो हाम्रो इफोर्ट डिस्टेन्स भयो इक्वल टु यताको जुन हाम्रो के छ लोड इन्टु यो लोड हो अनि हाम्रो लोड डिस्टेन्स हो यसैलाई हामी प्रिन्सिपल अफ लिभर भनेर एउटा यो कुरा नि हामी याद गर्छौँ ठीक छ बुझ्यो कि बुझेन दाइ बुझिहाले अब यो कुरा याद हुन्छ अब यो त तिमी इनपुट लगाइरहेछौ नि भने चाहिँ यसलाई तिमी यता है इनपुट वर्क भनेर भन्यो भने कसैलाई टेन्सन हुन्छ
हुँदैन। यो तिम्रो आउटपुट वर्क भयो। इनपुट वर्क इक्वल टु के आउटपुट वर्क। भरे त मसँग भन त के कुरा भन भने चाहिँ हामीले के लेख्दैछौँ इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स के भने मैले इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स लोड इन्टु लोड डिस्टेन्स भनेर एउटा यो दाइ प्रिन्सिपल याद गर्छु मैले। ठिक छ। अरू यो कुरा फिक्स पोइन्ट हो, एउटा लोड चाहिँ वेट हो, के अरे यसलाई द वेट अर रेजिस्टेन्स फोर टु द ओभरकम। यसरी चाहिँ एउटा इफोर्ट भने चाहिँ के भयो इनपुट फोर्स भयो हाम्रो। त्यसपछि लोड डिस्टेन्स भनेपछि परपेन्डिकुलर डिस्टेन्स बिट्विन यो फलक्रमदेखि इफोर्टसम्मको इफोर्ट डिस्टेन्स हुन्छ भने फलक्रमदेखि लोडसम्मको लोड डिस्टेन्स हुन्छ। सिम्पल कुराहरू यिनीहरू छ, धेरै यसमा माथा दुखाइराख्नु पर्दैन तिमीहरूलाई। अब तिमीहरूले एन्सर दिनु पर्यो ल। 2082 काठमाडौँमा सोधिएको क्वेसन व्हिच अफ द फलोइङ इक्वेसन जस्टिफाइज द ब्यालेन्स्ड कन्डिसन अफ लिभर। ब्यालेन्स कन्डिसन अफ लिभर कसलाई भनेको थियो हामीले भर्खरै पढेको थियो इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स इक्वल टु लोड इन्टु लोड डिस्टेन्स भनेर यही पढेको थियो भने चाहिँ यही हामी लगाउँछौँ। कहाँ छ यो? अरे भाइ साहब कुछ गडबड हो गयो क्या देव। लोड इन्टु लोड डिस्टेन्स इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स। अब तिमीलाई यो लेखेर दियोस् चाहे लोड इन्टु लोड डिस्टेन्स यो पोइन्ट हो है, लोड इन्टु लोड डिस्टेन्स इक्वल टु इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स लेखेर दियोस्, दुईटै मध्ये कुनै दियोस् हाम्रो अप्सन नम्बर 3 मा छ, तिमीहरूले हेरिहाल्यौ। ठिक छ। अब हामी अगाडि बढ्दैछौँ। क्लासिफिकेसन अफ लिभर। लिभरलाई क्लासिफाई गरेको छ के 3 टाइपको लिभर छ भनेर हामीलाई पढ्नुपर्छ। ठिक छ। जुन चाहिँ हामी घरमा देखिरहेको कुराहरू हो, जस्तै हामीले कैँची सिजर्स चलाएको छौँ त्यो पनि एउटा टाइपको हो। जस्तै हेयर पिन हुन्छ नि, तिमीहरूले हेयर पिन तिमीहरू होइन मेरो बहिनीहरूले हेयर पिन लगाएको छौ नि, त्यो हेयर पिन जुन छ नि एउटा त्यो पनि हाम्रो लिभर नै हो। जस्तै घरमा घर बनाउँदाखेरि लेबरहरूले त्यो गाह्रो बोक्नको लागि इँटा हाल्छ, उता एउटा पाङ्रा हुन्छ त्यो गुडाइरहेको हुन्छ नि, सर गुडाइ आवाज दिएको हुँदैन, गुडाइरहेको हुन्छ नि, त्यो गुडाउने मेसिन पनि हाम्रो सेकेन्ड क्लास लिभरभित्र पर्छ। ठिक छ। भनेपछि म तिमीलाई पढाउन ट्राई गर्दैछु के कुरा भने चाहिँ लिभरको मैले फर्स्ट क्लासको कुराहरू गर्दैछु। ठिक छ। जसमा चाहिँ तिमी अनि तिम्रो साथी चाहिँ अघि चाहिँ जुन कुरा उठाएको थियो अहिले चाहिँ तिमीहरू पुगिहाल्यो, त्यहाँ चाहिँ एउटा प्लेग्राउन्ड छ अनि प्लेग्राउन्डमा तिमी अनि तिम्रो साथी पिन्टु या चिन्टुसँग तिमी खेलिरहेछौ भने यो हाम्रो के हुन्छ फलक्रम भयो, यो तिम्रो साथी तिम्रो लागि लोड भयो, यो चाहिँ इफोर्ट भयो भने यसलाई चाहिँ हामी के भन्छ फर्स्ट क्लास भन्छौँ। फर्स्ट क्लासमा के छ फलक्रम बिचमा छ। त्यसपछि आउँछ सेकेन्ड क्लासमा। अहिले त मजा गर्यो तिमी अहिले पढाइ पनि गरिरहेछौ, खेल गेम पनि गरिरहेछौ। अब तिम्रो पढाइ चाहिँ बिगार्यो, गेम मात्रै खेल्यो भने चाहिँ फ्युचरमा के गरेर भन्छौ तिमी लेबर भन्छौ। लेबरको बेला के चलाउँछ गाह्रो चलाउनु पर्छ हो कि होइन, पढेनौ भने त अब गाह्रो चलाउनको लागि अब के गर्छौ तिमीसँग गाह्रो हुन्छ एउटा। यसमा यो चक्का हो हेर, यो के हो चक्का हो, यसबाट यसरी फलाम जोडेर यसरी चाहिँ बनाइदिएको हुन्छ। यसमा तिमीलाई लोड राख्छ जसमा चाहिँ इँटा हुन्छ, के हुन्छ रे इँटा हुन्छ रे, यसरी इँटा लोड गर्छौ तिमी। अनि यहाँ तिम्रो यो पोइन्ट जुन छ नि यो पोइन्टलाई तिमी के भन्छौ भन त, यो पोइन्टलाई के भन्छौ तिमीले त फलक्रम भन्छौ, फलक्रम भन्छौ। अनि योलाई के भन्यो त लोड हो त यो। अनि यहाँ तिम्रो के हुन्छ यसलाई चाहिँ हामी इफोर्ट लगाउँछौँ। ठिक छ। यो चाहिँ हाम्रो सेकेन्ड क्लास भयो। त्यसपछि अब थर्ड क्लास, दाइ म पढेन भने म हलवाई बन्छु कसैले भने, म जिलेबी पकाउँछु भनेपछि तिमी यो जुन हेयर पिनहरू थियो नि कपालमा लगाउने जुन पिन थियो या जो जिलेबी बनाइरहेको हुन्छ नि त्यो बेला चाहिँ जिलेबीलाई निकाल्नको लागि यस्तै टाइपको एउटा इन्स्ट्रुमेन्ट युज गरेको हुन्छ। यस्तो हुन्छ अनि यसरी तेलमा यसरी समातेर निकाल्नको लागि युज गर्छ त्यो। अब यसमा चाहिँ हेर, यता हेर है सबैजना, यसमा चाहिँ यो पोइन्ट हो नि, यो चाहिँ फलक्रम हो। यो बिचमा के गर्छ उसले इफोर्ट लगाउँछ अनि यो पोइन्टमा के हुन्छ तिम्रो गोल 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 के हुन्छ जिलेबी हुन्छ। यसलाई चाहिँ हामी
लोड भन्छौँ, यसलाई चाहिँ हामी लोड भन्छौँ। भनेपछि फर्स्ट क्लासमा बिचमा फलक्रम छ, सेकेन्ड क्लासमा लोड छ, थर्ड क्लासमा इफोर्ट छ भनेर हामीले यसरी याद गर्छौँ। ठिक छ, यति कुरा तिमीहरूले ढुक्क पारामा याद गर्छौ। जस्तै अब यति कुरा थाहा भइसकेपछि म सर्टेन कुराहरू एड गर्दैछु। यति कुराहरू तिमीहरू बुझिसक्यौ भनेर मैले आफ्नो मनलाई बुझाएँ, तिमीहरूले पनि बुझिसक्यो होला। ठिक छ, अब यहाँ हेर तिमीहरू, जस्तै मलाई यो ढुङ्गा उठाउनु छ। यो ढुङ्गा उठाउनको लागि एउटा लिभर या रड युज गर्दैछु। मैले चाहिँ यहाँ मेरो फलक्रम छ, भनेपछि यहाँ कुनै ठाउँमा अडाएँ मैले। ठिक छ, अनि यहाँबाट यो ढुङ्गा मेरो 20 केजीको छ, 20 न्युटनको छ, ढुङ्गा मेरो 20 न्युटनको छ। अब मैले यहाँ इफोर्ट लगाउँछु नि, त्यो इफोर्ट मैले 5 न्युटन लगाए पनि त्यो इफोर्ट चाहिँ यो ढुङ्गालाई उचाल्न सकिरहेको छु। भनेपछि तिमी के बुझ्नुपर्छ भने इफोर्ट डिस्टेन्स बढी भयो भने सजिलै हामी लोड उठाउन सक्छौं। बुझ्यौ, यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट भनेर तिमीहरूलाई थाहा हुनुपर्छ कि यो इफोर्ट डिस्टेन्स छ नि, यो इफोर्ट डिस्टेन्स हाम्रो बढी भयो भने हामीले लोड सजिलै उठाउन सक्छौँ। जस्तै यो हाम्रो यो चाहिँ यो के अरे यसलाई के भन्थ्यो, नाम बिर्सिगयो मैले, के भनेको थिएँ मैले, गाह्रो चलाइरहेको हुन्छ नि। योमा पनि यो इफोर्ट डिस्टेन्स हाम्रो फलक्रमदेखि यहाँसम्मको डिस्टेन्स धेरै छ। हामी यहाँ जहिले नि फलक्रमदेखि लोड डिस्टेन्स अहिले सानो भयो, फलक्रमदेखि इफोर्ट डिस्टेन्स हाम्रो ठुलो छ। जहिले नि इफोर्ट डिस्टेन्स ठुलो भइसकेपछि हामीले थोरै इफोर्ट लगाएर धेरै लोड उठाउन सक्छौँ। यही कुरा जस्तै यसमा नि काम गर्छ। बुझ्यौ, यो कुरा चाहिँ याद राख्नु होला कि इफोर्ट डिस्टेन्स बढ्ने बित्तिकै हामी थोरै लोड लगाएर बढी लोड उठाउन सक्छौँ भनेर एउटा कुरा याद राख्ने तिमीहरू। ठिक छ, अब ल यसमा चाहिँ अघिकै फलक्रम बिचमा पर्ने फर्स्ट क्लास लिभर, लोड बिचमा पर्यो भने सेकेन्ड क्लास, इफोर्ट पर्यो भने थर्ड क्लास भनेर यो चाहिँ एउटा मेमोरिजको लागि तिमीले याद राख्छौ भनेर मैले लेखेको है। त्यसपछि फर्स्ट क्लास लिभर मैले भनी बिहा जसको बिचमा फलक्रम हुन्छ फर्स्ट क्लास भयो, जस्तै सिजर, क्रोबार, त्यस्तै बीम ब्यालेन्स, ट्रेडिसनल ढिकी, यिनीहरू चाहिँ फर्स्ट क्लास भयो। सेकेन्ड क्लास लिभरभित्र अब यसमा लोड बिचमा छ, इफोर्ट अनि फलक्रमको बिचमा लोड भयो भने त्यसलाई हामी सेकेन्ड क्लास भन्छौँ। यसरी नै डेफिनेसन लेखिदियो। त्यस्तै गरी यस्तै नट क्र्याकर, लेमन स्क्विजर, त्यसपछि व्हिल ब्यारो, यही है, यस्तै गाह्रो लगाउन व्हिल ब्यारो भनेर हामी भन्छौँ यसको नामहरू। यिनीहरू हाम्रो इक्जाम्पल पनि याद हुनुपर्छ तिमीहरूलाई। कहिले इक्जाम्पल सोध्यो भने सेकेन्ड क्लास लिभरको इक्जाम्पलहरू के हो, फर्स्ट क्लासको के हो भनेर सोध्न सक्छ। त्यस्तै गरी थर्ड क्लास लिभर, यसमा के हुन्छ, इफोर्ट चाहिँ बढी हो। के हुन्छ अरे, यसमा चाहिँ इफोर्ट चाहिँ बिचमा हुन्छ, बढी भने मैले बिचमा हुन्छ, इफोर्ट चाहिँ के हुन्छ, बिचमा हुन्छ हाम्रो थर्ड क्लास लिभरमा। यो कुरा नि याद गर्ने। जस्तै फायर टङ्स, फिस रड, त्यस्तै गरी सोवेल, त्यस्तै गरी ह्यामर, यिनीहरू चाहिँ हाम्रो थर्ड क्लास लिभरभित्र पर्छ। ठिक छ, अब यो कुरा अघि भन्नुभएको त यो इफोर्ट डिस्टेन्स हाम्रो के हुन्छ, बढी हुन्छ। यसमा इफोर्ट डिस्टेन्स बढी भयो, लोड डिस्टेन्स हाम्रो कम छ। इफोर्ट डिस्टेन्स बढी हुने बित्तिकै हामी धेरै लोड सजिलै तरिकाले हामी उठाउन सक्छौँ। अब दा यसमा त हेर्नु त, यसमा त मैले के हेर्दैछु भने यहाँदेखि यहाँसम्म मेरो इफोर्ट डिस्टेन्स हो, यहाँदेखि यहाँ इफोर्ट डिस्टेन्स। यसमा त दाइ लोडै डिस्टेन्स बढी छ त, यसमा त लोड डिस्टेन्स बढी छ। तिम्रो साथी चिन्टुले हेर त बुझिहाल्यो, तिमीले अलि ध्यान दिएनौ, यता हेर्ने त्यही भएर है। इफोर्ट डिस्टेन्स फलक्रम अनि इफोर्टको बिचको यहाँदेखि यहाँसम्मको डिस्टेन्स इफोर्ट डिस्टेन्स भयो, फलक्रम यहाँ लोडदेखिको डिस्टेन्स, यहाँ त लोड डिस्टेन्स बढी छ, इफोर्ट डिस्टेन्स कम छ। भनेपछि यहाँ हामीलाई बढी इफोर्ट लगाउनुपर्छ, थोरै लोड उठाउन पनि हामीले बढी इफोर्ट लगाउनुपर्छ। यो केसमा चाहिँ अलि कुरा के ख्याल राख्नु भनेपछि हजुरहरूले की फिचर भनेर कि हाम्रो इफोर्ट आर्म जब सर्ट हुन्छ त्यो बेला हाम्रो सर्ट भयो लोड आर्म भन्दा, त्यो बेला हाम्रो फोर्सहरू मल्टिप्लाई हुँदैन। त्यही भएर यसको
के अरे मेकानिकल एडभान्टेज MA को भ्यालु MA को भ्यालु मेकानिकल एडभान्टेजको भ्यालु जहिले नि 1 भन्दा सानो हुन्छ। जुनमा मैले भने नि इफोर्ट डिस्टेन्स के हुन्छ धेरै भयो भने थोरै इफोर्ट लगाएर हामी धेरै लोड उठाउन सक्छौँ भने चाहिँ तिमीले धेरै लोड उठाउनको लागि थोरै इफोर्ट लगाउनु पर्छ। सेकेन्डमा कन्फ्युज भयो एक बोतल पानी खाऊ पहिला। यति कुरा फर्स्टमा एउटा नोट डाउन के गर्नु कि तपाईलाई इफोर्ट डिस्टेन्स बढ्ने बित्तिकै हाम्रो के हुन्छ भने थोरै इफोर्ट लगाए पनि इफोर्टहरू मल्टिप्लाई भएर यो चाहिँ के हुँदिन्छ भने चाहिँ धेरै लोड उठाउन सकिन्छ। अब जस्तै यसमा चाहिँ इफोर्ट डिस्टेन्स मेरो थोरै छ त्यही भएर फोर्सहरू मल्टिप्लाई हुँदैन जसले गर्दाखेरि हाम्रो के हुन्छ भने चाहिँ हामीले धेरै इफोर्ट लगाएर थोरै लोड उठाउन सक्छौँ यसमा। त्यही भएर यसको मेकानिकल एडभान्टेज एउटा याद गर्नु सरहरूले कि मेकानिकल एडभान्टेज हाम्रो थर्ड बेलामा 1 भन्दा कम हुन्छ अनि मेकानिकल एडभान्टेज हाम्रो 1 भन्दा बढी हुन्छ हाम्रो सेकेन्ड क्लासमा भनेर यसरी याद गर्नु पर्यो। ठिक छ, अहिले पनि केही भएको छैन, अहिले क्वेसन आउँछ, क्वेसनमा फेरि म भन्छु त्यसपछि बुझिहाल्नुहुन्छ। ठिक छ, ल अगाडि बढौँ। अब 2-3 वटा फर्मुला, ल सबैजनाले पानी लिने, पानी खाऊ। अब आओ मेकानिकल एडभान्टेजमा, जोस लिएर मेकानिकल एडभान्टेजको डिफिनिसन सोध्न सक्छ त सोध्न सक्छ। त दाइ मेकानिकल एडभान्टेज मलाई थाहा छ, मेकानिकल एडभान्टेज इक्वल टु लोड बाई इफोर्ट हुन्छ। लोडको पनि युनिट न्युटन नै हुन्छ अनि इफोर्टको पनि युनिट न्युटन हुन्छ, त्यही भएर यिनीहरू युनिटलेस। ठिक छ, लोड बाई इफोर्ट चाहिँ हाम्रो यसको चाहिँ फर्मुला यहाँ पनि लेखेको छ, लोड बाई इफोर्ट भनेर, एउटा याद राख्नु। त्यसपछि भेलोसिटी रेसियो। अब भेलोसिटी रेसियो VR को भेलोसिटी रेसियो भने चाहिँ के हुन्छ भने चाहिँ तिमीले अघि लोड बाई इफोर्ट गरेपछि यसमा के गर्नुपर्छ, इफोर्ट डिस्टेन्स बाई तलको त्यसपछि लोड डिस्टेन्स गरेर यसरी चाहिँ यो हाम्रो के हुन्छ, यसैलाई हामी भेलोसिटी रेसियो भन्छ। इफोर्ट डिस्टेन्स बाई लोड डिस्टेन्स, इफोर्ट डिस्टेन्स बाई लोड डिस्टेन्स भयो। अब डिस्टेन्सको युनिट मिटर, यसको पनि युनिट मिटर, त्यही भएर यो पनि काटिहाल्छ हाम्रो, यो पनि युनिट लेसभित्र पर्छ। त्यसपछि अर्को आउँछ, अब डिफिनिसन भन्ने भने रेसियो अफ इफोर्ट डिस्टेन्स बाई लोड डिस्टेन्स गर्ने भन्ने बित्तिकै हाम्रो भेलोसिटी रेसियो आउँछ। मेकानिकल एडभान्टेज भन्ने चाहिँ लोड बाई इफोर्ट गर्ने, रेसियो अफ द लोड बाई इफोर्ट गर्नुभयो भने हाम्रो मेकानिकल एडभान्टेज आउने भयो। त्यसपछि इफिसियन्सीको कुरा आउँछ। अब इफिसियन्सीलाई इटाले डिनोट गर्छ। अब इफिसियन्सी भने चाहिँ माथि के पढेको थियो, मेकानिकल एडभान्टेज डिभाइड बाई भेलोसिटी रेसियो इन्टु 100 गर्नुभयो भने तपाईँको मेकानिकल एडभान्टेज नै आउँछ। अर्को के छ, आउटपुट वर्क बाई इनपुट वर्क। अर्को तपाईँहरूलाई थाहा हुनुपर्छ कि के हुन्छ भने आउटपुट वर्क बाई इनपुट वर्क इन्टु 100% गर्नुभयो भने हाम्रो यो पनि एउटा फर्मुला हो, यो पनि एउटा फर्मुला, यहाँबाट दुईटैबाट इफिसियन्सी। अब तपाईँले भन्नुहोस्, मलाई भन्नु पर्यो, ल सबैलाई क्वेसन सोधेँ मैले कि आउटपुट वर्क भने चाहिँ के हो बताब। आउटपुट वर्क भनेपछि के हो त दाइ लोड इन्टु लोड डिस्टेन्स भनेपछि यो आउटपुट हो। इनपुट वर्क भनेपछि इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स, यहाँबाट न्युमेरिकल आउँछ, हामीलाई सिम्पल खालको आउँछ, धेरै डराउनु पर्दैन। ठिक छ, त्यसो भए न्युमेरिकल पनि छ भने गरिहालौँ। अरू कुरा के सिकाइनु पर्ने छ तिमीहरूलाई कि यहाँ, ल यो छोडिदियो, केही छैन सिकाउनु पर्ने। अब आयो क्वेसन गर्नुपर्छ हामीले, 2082 ललितपुरमा सोधेको क्वेसन छ। अब हामी हेर, एन इफोर्ट 100 न्युटन, हाम्रो इफोर्ट कति छ 100 न्युटनको हामीले इफोर्ट लगाएको छ। ठिक छ, त्यसपछि अप्लाइड लिफ्ट अ लोड चाहिँ हाम्रो कति छ 400 न्युटन छ। युजिङ अ लिभर इफ इफोर्ट कभर 10 मिटर, हाम्रो यो हो इफोर्ट भनेपछि इफोर्टले कति गरेको छ अरे 10 मिटर गरेको छ, अनि लोडले हाम्रो कति गरेको छ अरे त 2 मिटर गरेको छ। क्यालकुलेट द मेकानिकल एडभान्टेज, मेकानिकल एडभान्टेज नै निकाल्नु रे, भेलोसिटी रेसियो नै निकाल्नु पर्यो रे। अनि हामीले अर्को चाहिँ यसको इफिसियन्सी भनेर पनि हामी निकाल्छौँ।
ठीक छ। त्यसपछि कुनै क्वेसन सोधोस् न हामी ढुक्क पारामा बिन्दास तरिकाले गर्न सक्छौँ हैन। त्यसपछि अब ल मेकानिकल एडभान्टेज भनेपछि लोड बाइ इफोर्ट भयो। ठीक छ, लोड बाइ इफोर्ट भयो हाम्रो के भयो मेकानिकल एडभान्टेज। ठीक छ, अब आयो अब लोड त हामीलाई थाहा छ कति छ 400, त्यसपछि इफोर्ट थाहा छ 100, कति आयो भ्यालु 4। यही हाम्रो के भयो एन्सर भयो यसको लागि मेकानिकल एडभान्टेजको लागि। भेलोसिटी रेसियो भने चाहिँ सिम्पल छ। के छ सिम्पल भन्न मलाई के हुन्छ भेलोसिटी रेसियो इफोर्ट डिस्टेन्स बाइ लोड डिस्टेन्स। इफोर्ट डिस्टेन्स कति छ यहाँदेखि यहाँसम्म इफोर्ट भनेपछि 10 भयो, लोड डिस्टेन्स कति छ 2 छ भनेपछि यो भयो 5 भयो। यो चाहिँ हाम्रो भेलोसिटी रेसियोको एन्सर भयो। अब द एन्सर इफिसियन्सी, अब यो केसमा त इफिसियन्सी सजिलै तरिकाले निस्किन्छ मेकानिकल एडभान्टेज डिभाइड बाइ भेलोसिटी रेसियो गर्छु। मेकानिकल एडभान्टेज हाम्रो 4 आएको छ 4/5 अनि इन्टु 100 पनि गरिहाल न, इन्टु 100 इक्वल है 4/5 हो इन्टु 100 हो है। अनि यो कति भयो अनि यो चाहिँ कति भयो भन त 80 भयो, 80% भयो। कति भयो 80% नै हुन्छ किनभने 5 ले 100 लाई गर्यो भने यो चाहिँ हाम्रो 20 भयो, 20 × 40 गर्यो भने हाम्रो 80% नै यसको करेक्ट एन्सर हुन्छ इफिसियन्सीको पनि। ठीक छ, यदि चाहिँ सोध्न सक्छ, यो भन्दा बढी सोध्न सक्दैन। अब जस्तै एउटा कुरा अब तिमीलाई मेकानिकल एडभान्टेज एउटा तरिकाले अझै सिकाएको थिएँ नि तिम्रो के अरे आउटपुट वर्क डिभाइड बाइ इनपुट वर्क थियो हैन, अनि इन्टु 100%। ठीक छ, भनेपछि आउटपुट वर्क भनेपछि कति केलाई भन्छ आउटपुट वर्क भनेपछि तिम्रो लोड इन्टु लोड डिस्टेन्स चेक गरौँ है आउँछ कि आउँदैन। अनि इनपुट भनेपछि इफोर्ट इन्टु इफोर्ट डिस्टेन्स इन्टु 100। त्यसपछि ल लोड कति आयो त लोड हाम्रो आयो 400 छ दिएको, 400 इन्टु अब लोड डिस्टेन्स 2 दिएको छ अनि इफोर्ट हाम्रो 100 दिएको छ भने इन्टु 100 दिएको छ। त्यसपछि इफोर्ट डिस्टेन्स हाम्रो यहाँदेखि यहाँसम्मको 10 दिएको छ। अब यसमा गर्ने यो 100 ले 100 काटिहाल्छ, 10 ले एउटा 0 काट्यो 4 2 जा 80। यहाँबाट पनि हाम्रो एन्सर मिल्यो। यो यहाँबाट यसरी पनि दुई तरिकाले हामी निकाल्न सक्छौँ सजिलै। हामी यो कुराहरू पनि सिक्यौँ, एक्स्ट्रा कुराहरू नि हामी सिक्यौँ। त्यसपछि आउँछ ल क्वेसन सबैलाई एमसिक्यू गर्ने है। व्हाट इज द रेसियो अफ लोड टु इफोर्ट अफ सिम्पल मेकानिकल मेसिन? के भनेको छ व्हाट इज द रेसियो अफ लोड टु इफोर्ट, लोड बाइ इफोर्ट कसलाई भन्छौँ त मेकानिकल एडभान्टेजलाई हामी भन्छौँ दाइ, जुन चाहिँ अप्सन नम्बर 3 मा छ। अब हामीलाई हेर क्वेसन सोधेको छ अघिको कुराहरू मैले गरेको थिएँ अघि कुरा यहाँ सोधाएर पोखरामा तिमीहरूलाई 2080 मा सोधेको क्वेसन हो यो। वाइ यो पनि पास्ट इयरै हो है। वाइ इज द फलक्रम शिफ्टेड टुवार्ड द लोड? जस्तै यो लोड छ, यो लोडलाई तिमीले उठाउनको लागि एउटा लिभरको युज गरेछौ भने तिम्रो जो फलक्रम ल्याउँछौ नि, जस्तै फलक्रम यहाँ राख्थ्यौ भने तिमीलाई यो लोड उठाउन गाह्रो हुन्छ, एकदम गाह्रो हुन्छ। त्यही भएर तिमी फलक्रम के गर्छौ भने चाहिँ यो लोड छ भने लोडको नजिकमा राख्छौ के फलक्रम। अनि हाम्रो के हुन्छ तिमी इफोर्ट यहाँ लगाउँछौ भने चाहिँ तिम्रो इफोर्ट डिस्टेन्स चाहिँ बढ्छ, जसले गर्दा यहाँ जुन इफोर्ट लगाउँछौ थोरै त्यो मल्टिप्लाई भएर के भन्छ धेरै तिमीले लोड उठाउन सक्छौ सजिलै तरिकाले। के भने मैले तिमीले यदि इफोर्ट डिस्टेन्स बढाइदियो, यो लोडको नजिकमा फलक्रम राख्यौ भने तिमी इफोर्ट थोरै लगाए पनि तिम्रो यो इफोर्ट डिस्टेन्सको भ्यालु ठुलो भएर मल्टिप्लाई हुन्छ, जसले गर्दाखेरि थोरै इफोर्टले धेरै लोड उठाउन सक्छौ। त्यही कुरा यहाँ लेखेको छ। त्यसपछि अर्को क्वेसनमा फेरि हेर काठमाडौँमा नि यही कुरा सोधेको छ कि इन व्हिच कन्डिसन डज अ लिभर मल्टिप्लाई फोर्स? कुन कन्डिसनमा लिभरले मल्टिप्लाई फोर्स गर्थ्यो त दाइ? कुन कन्डिसनमा गर्थ्यो? इफोर्ट डिस्टेन्स बढी भएको कन्डिसनमा भनेपछि यहाँ लेख्नु पर्यो इफोर्टको डिस्टेन्स बढी भएको इन्क्रिज भएको कन्डिसनमा फोर्स मल्टिप्लाई भएर थोरै इफोर्ट लगाए नि धेरै लोड उठाउन सक्छौ भनेर अगाडिकै कुरा। जस्तै अर्को क्वेसन हेर 2082 मा वीरगन्जमा सोधेको क्वेसन। अ सिम्पल मेसिन लिभरले भनेको छ इज गिभन इन फिगर, यो फिगर दिएको छ। द भेलोसिटी रेसियो अफ द लिभर इज अलवेज ग्रेटर देन 1
यसको भेलोसिटीको रेसियो अलवेज ग्रेटर देन 1 भन्दा ठुलो हुन्छ। किन 1 भन्दा ठुलो हुन्छ भनेर बनेको छ। अब भेलोसिटी रेसियोको भ्यालु त हामीलाई थाहा छ। के छ भेलोसिटी रेसियोको फर्मुला के छ त दाइ यसको चाहिँ इफोर्ट डिस्टेन्स बाइ लोड डिस्टेन्स हो भनेर थाहा छ। अब तिमीले यो नट क्र्याकर भनेर दिएको छ, तिमीलाई थाहा छ यसमा के कुरा थाहा छ त दाइ यो मेरो चाहिँ मेरो फलक्रम हो, यो मेरो पोइन्ट फलक्रम हो, यो बीचको मेरो लोड हो अनि यो मेरो हात यहाँले दबाइरहेको छ त इफोर्ट भयो। अब एउटा कुरा अझै थाहा छ, फलक्रमदेखि लोडसम्मको डिस्टेन्स हाम्रो के भयो लोड डिस्टेन्स भयो हो कि होइन। अब तिम्रो यहाँ फलक्रमदेखि इफोर्टसम्मको डिस्टेन्स तिम्रो इफोर्ट डिस्टेन्स भयो, यो कुरा नि थाहा छ। अब तिमी आफै भन, जस्तै इफोर्ट डिस्टेन्स लोड डिस्टेन्स थोरै छ नि, यहाँदेखि यति छ भने लोड डिस्टेन्स मैले यसलाई कति राख्नु भन त 2 3 4 5 कति राख्नु त दाइ 4 राख्नु त 4 मिटर राख्यो। अब यो यति 4 मिटर राख्यो भने यो त धेरै छ त यो मैले 8 मिटर राखेँ, 8 मिटर राखेँ। अब तिमीले हामीलाई फर्मुला त यो थाहा छ, इफोर्ट डिस्टेन्स के छ 8 छ, लोड डिस्टेन्स कति छ 4 छ, ठिक छ 4 छ। अब त्यसपछि तिमी अब यो दुईलाई गर्यो भने 2 आयो, अहिले पनि के आयो 1 भन्दा ठुलै आएको छ भने तिम्रो भेलोसिटी रेसियो के हुन्छ जहिले नि तिम्रो यो नट क्र्याकर सेकेन्ड क्लासको लिभर हेर्छौ नि त्यसमा चाहिँ जहिले नि भेलोसिटी रेसियो 1 भन्दा ठुलै हुन्छ। दाइ म एकचोटि अझै चेक गर्न चाहन्छु भनेर तिमीले भन्यो भने मैले तिमीहरूलाई थोरै भ्यालु राखेर म नि देखाउँछु। जस्तै लोड डिस्टेन्स यहाँ यति चाहिँ 1 मिटर हो कि होइन त हो। अब तिम्रो इफोर्ट डिस्टेन्स कति छ त दाइ म अलिकति थोरै बढाउन चाहन्छु, हेर्नु त यहाँ 1 हो त यति चाहिँ पक्कै बढी हो त मैले 1.1 गर्न चाहे हो कि होइन त मैले अलि बढी हो कि होइन बढी हो त बढी हो त भने चाहिँ मैले 1.1 लेखेँ। अब फेरि तिमी यहाँ थाहा छ इफोर्ट डिस्टेन्स कति छ 1.1 आयो, लोड डिस्टेन्स कति छ 1 आयो भनेपछि यो कति आयो 1.1 मिटर तिम्रो के आयो यसको भ्यालु आयो, जुन पनि के छ 1 भन्दा त ठुलै हो नि, 1.1 भनेपछि 1 भन्दा ठुलो त जहिले नि भेलोसिटी रेसियो 1 भन्दा ठुलो हुन्छ सेकेन्ड क्लास लिभरको लागि याद गर्नु यो कुरा पनि है। त्यसपछि हेर इन व्हिच यो 2082 भक्तपुरमा सोधेको इन व्हिच पोइन्ट ए अर बी यो ए पोइन्ट बी हो अफ द ह्यामर शुड बी होल्ड टु पुट लेस इफोर्ट टु पुल आउट नेल। हामीलाई एउटा किला उखेल्नु छ, एउटा पेन किला एउटा हाम्रो यस्तो वुडमा चाहिँ ठोकिदियो तिम्रो साथी चिन्टुले, अब तिमीलाई उखेल्नु छ, तिमी ह्यामर लगायौ, ह्यामर लगाएको छौ यहाँ। अब ह्यामरमा तिमी यो ए पोइन्टमा चाहिँ तिमी उठायो, ए पोइन्टबाट उठायो कि बी पोइन्टबाट, कुनबाट कहाँ लेखेछ यसमा उल्टो लेखेँ मैले, यो चाहिँ बी पोइन्ट हो यो चाहिँ मेरो ए पोइन्ट हो, कुन पोइन्टबाट एबाट उठाउन सजिलो हुन्छ कि बीबाट उठाउन सजिलो हुन्छ त दाइ मलाई एउटा कुरा पहिला भन्नु कि यो त मेरो लोड हो, के हो रे यो त लोड हुन्छ, किला खेल्नु छ त लोडै भयो नि। अब यहाँ एउटा पोइन्ट लाग्छ त्यो चाहिँ मेरो के हुन्छ त फलक्रम हुन्छ, अनि फलक्रमदेखि यहाँसम्मको डिस्टेन्स इफोर्ट डिस्टेन्स हो, यो पनि इफोर्ट डिस्टेन्स हो फलक्रमदेखि त इफोर्ट डिस्टेन्स सबभन्दा बढी कुनमा छ त एबाट बढी छ भनेपछि एबाट उखेल्नको लागि हामी सजिलो हुन्छ भनेर लेखिदिनुपर्छ। पोइन्ट एबाट उखेल्न चाहिँ हाम्रो सजिलो हुन्छ, पोइन्ट एबाट चाहिँ हामी उखेल्न चाहिँ सजिलो तरिकाले। जस्तै हामीलाई वीरगन्जमा चाहिँ क्वेसन सोध्यो ल कि मेकानिकल एडभान्टेजको अनि भेलोसिटी रेसियोको हामीलाई डिफरेन्स लेखिदिनुस् प्लिज भनेर सोध्यो। अब चाहिँ तिमीले एउटा मेकानिकल एडभान्टेजको रेसियो अफ लोड बाई इफोर्ट लेख्छौ, भेलोसिटी रेसियोको जस्तै इफोर्ट डिस्टेन्स बाई लोड डिस्टेन्स भनेर लेख्छौ, अनि यसमा चाहिँ फ्रिक्सनले अनि सेल्फ वेटले असर पार्छ, हाम्रो यसमा चाहिँ इफेक्ट गर्छ तर यसमा चाहिँ फ्रिक्सनले इफेक्ट गर्दैन भनेर एउटा लेखिदियो भने तिम्रो डिफरेन्स नि हाम्रो डिफरेन्स नि भइहाल्छ। त्यसपछि तिमीहरूको यो नि सकिन्छ। अब के स्टार्ट गर्ने त प्रेसर हामीले स्टार्ट गर्न चाहिँ सुरु गरिहाल्नुपर्छ है, त्यसपछि चाहिँ च्याप्टर सकिन्छ अनि बल्ले बल्ले हुन्छ हाम्रो है। सकाइहालौँ छिटो 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 सबैजना फेरि फर्ममा आउने है। अब हेर तिमीलाई प्रेसर बुझ्नु छ, प्रेसर सिम्पल तिमीले के बुझ भनेपछि कुनै एउटा जस्तै म एउटा के लिए भनेपछि ब्रिक लिए, अनि त्यो ब्रिकलाई चाहिँ मैले एउटा फर्म माथि राखेको छु, फर्म माथि। अब यो मैले एउटा फर्म लिएको छु बाक्लो अनि यो चाहिँ ब्रिक हो, इटा हो। अब यो इटा यहाँ माथि राख्दाखेरि
जस्तै यो फर्म छ भने अब पख है मलाई अलिकति बनाउन दियो यो मेरो ब्रिक छ अब मैले यसरी राख्छु भने अलिकति तलतिर धसेको हुन्छ है तलतिर गएको हुन्छ अलिकति ब्रिक अब तिमी फेरि चाहिँ मैले ब्रिकलाई चाहिँ यसरी राख्यो भने अलिकति यो बडी फर्म तलतिर गएको यो फर्म हो तलको अनि तलतिर बडी थिचेको छ फर्म यसरी चाहिँ बडी थिचेको छ भने देखिन्छ अब प्रेसर कसलाई भन्ने भने चाहिँ तिमीले बुझ कि फोर्स बाइ एरियालाई मैले प्रेसर भन्छु के भन्छु फोर्स बाइ एरिया यो फोर्स कसरी लागेको हुन्छ भने परपेन्डिकुलर रूपमा फोर्स लागेको हुन्छ एउटा सर्टेन एरियामा लागेको हुन्छ त्यसैलाई हामी प्रेसर भन्छौँ प्रेसर भनेपछि द परपेन्डिकुलर फोर्स एक्टिङ पर युनिट सर्फेस एरिया अफ बडी त्यसलाई हामी प्रेसर भन्छौँ प्रेसर भनेपछि फोर्स बाइ एरिया हो फोर्सको युनिट के छ के पढेको फोर्सको युनिट त न्युटन पढेछु दाइ अनि एरियाको युनिट के पढेछ मिटर स्क्वायर भन्छ यसको युनिट न्युटन पर मिटर स्क्वायर हुन गयो एउटा युनिट एसआई युनिट अर्को चाहिँ कहिलेकाहीँ पास्कल भनेर पनि थाहा हुनुपर्छ यहाँ लेखेको छ पास्कल भनेर है ठिक छ कहिलेकाहीँ तिमीहरूलाई के गरिदिन्छ भने के गरिदिन्छ पख है यता हेर्ने कहिलेकाहीँ के गरिदिन्छ भने 1 पास्कल भने चाहिँ के हो भनेर हामीलाई सोध्यो भने के गर्ने 1 पास्कल भने चाहिँ के हो भनेर सोध्यो अब तिमीले 1 न्युटनको फोर्स 1 मिटर स्क्वायर एरियामा लगायो भने यहाँबाट के आउँछ 1 नै आउँछ नि न्युटन पर मिटर स्क्वायर लेख्नु या 1 पास्कल लेख्नु हाम्रो के हुन्छ पास्कल लेख्नु कुरा उही हो न्युटन पर मिटर स्क्वायर लेख्नु या पास्कल लेख्नु कुरा उही हो भनेपछि 1 न्युटन अफ फोर्स 1 मिटर पर सेकेन्ड 1 मिटर स्क्वायर एरियामा लगायो भने त्यसैलाई हामी के भनिदिन्छौँ प्रेसर भन्छौँ यसै युनिट भन्यो त्यसैलाई 1 पास्कल हामी भन्छौँ ठिक छ अब तिमीले के हेर्दैछौ भने यहाँ यो फर्मुलामा के हेर्यो भने प्रेसर इक्वल टु फोर्स बाइ एरिया हुन्छ कि हुँदैन त हुन्छ त प्रेसर मैले डाइरेक्टली माथि छ डाइरेक्टली प्रोपोर्सनल लेख्न पाउँछु प्रेसर अनि इन्भर्सली प्रोपोर्सनल टु एरिया लेख्न पाउँछु अब तिमी के कुरा बुझ भने चाहिँ मैले चाहिँ एउटा ठुलो एरिया लिए भने एरिया मेरो ठुलो भयो भने अब ठुलो चीजले यहाँ डिवाइड गर्यो भने प्रेसर सानो हुन्छ सानो प्रेसर आउँछ यदि एरिया चाहिँ तिम्रो सानो भयो एरिया तिम्रो सानो भयो भने तिम्रो अर्को कुरा के हुन्छ भने ठुलो या बढी प्रेसर आउने भयो जस्तै मैले चाहिँ यो तिम्रो हातमा पेन छ तर नगर्ने पेन छ अब पेन यसरी खसाल्यो भने मलाई चाहिँ त्यस्तो धेरै दुख्दैन तर यही निडेल हुने गरी यसरी खसाल्यो भने अलि बढी दुख्छ भनेपछि मेरो एरिया यसको एरिया चाहिँ बढी थियो भने प्रेसर कम लाग्ने भयो एरिया कम छ भने प्रेसर बढी लाग्छ जस्तै हामीले तरकारी काटिरहन्छ टक 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 तरकारी काट्छौँ तरकारी काट्दाखेरि त्यो हाम्रो नाइफको चाकुको चाहिँ यो धार चाहिँ बाक्लो भइसकेको हुन्छ या राम्रो छैन भने तरकारी काट्न त अप्ठ्यारो हुन्छ भनेपछि त्यो धारको एरिया चाहिँ बढी हाल्यो भने तरकारी काट्न गाह्रो मान्छ अब त्यो एरियालाई हामी पातलो बनाइदिन्छौँ तिखो बनाइदिन्छौँ अनि त्यसपछि काट्यो भने तुरुन्तै काट्छ भने एरिया सानो भयो भने हामी थोरै प्रेसर लगाएर बढी चाहिँ यहाँ हाम्रो थोरै के गर्ने मैले एरिया चाहिँ बढी छ यसको एरिया चाहिँ बढी छ भने हामीले ढिलो काट्छौँ काट्न धेरै फोर्स लगाउनु पर्छ यदि एरिया थोरै छ भने हामीलाई धेरै फोर्स लगाउनु पर्दैन हामीले थोरै फोर्स लगाएर काट्न सक्छौँ भने सिम्पल कुरा छ जसमै यहाँ हेर जस्तै यो निडल चोखो छ भने यसको थोरै एरियामा लागेको छ त्यही भएर यहाँ धेरै प्रेसर लागेको हुन्छ मोर प्रेसर लागेको हुन्छ स्मल एरियामा यहाँ चाहिँ एरिया बढी छ त्यही भएर लेस प्रेसर लागेको हुन्छ हायर एरिया भएको ठाउँमा यति कुरा थाहा राख्नुपर्छ त्यसपछि यहाँ क्वेसन आएको छ इन व्हिच कन्डिसन डज लिभर मल्टिप्लाई फोर्स यो पढिसकेको कुरा हो व्हाट इज द भ्यालु अफ एटमोस्फेरिक प्रेसर इन सी लेभल 760 mm Hg हाम्रो एटमोस्फेरिक प्रेसर हो या 10⁵ पास्कल लेखे नि भयो पास्कल लेखेर
औरमा यो या यो हामीले याद राख्ने। त्यसपछि अर्को आउँछ व्हिच इन्स्ट्रुमेन्ट इज युज टु मेजर द एटमोस्फेरिक प्रेसर। सबै पास्ट इयरको छ त ब्यारोमिटर हामी गर्छौँ। अब प्रेसर अफ लिक्विड, जस्तै हामीले के हेर्छौँ भने चाहिँ हामीसँग एउटा बोतल छ, बोतलमा हामी पानी भरेको छौँ, ठिक छ, यो पानी भरेको छ यसमा है। अनि यसमा प्वाल छ, यहाँ एउटा प्वाल यहाँ छ, एउटा प्वाल यहाँ छ, यहाँ यसरी प्वाल छ भने सबभन्दा बढी अगाडिसम्म पानी जाने भने चाहिँ कुन हो? योले हो। त्योभन्दा कम यो हो, त्योभन्दा कम यो हो, त्योभन्दा कम यो हो, सबभन्दा कम चाहिँ यो। यसरी चाहिँ पानी झर्छ भनेर सबैलाई थाहा छ कि जति डेप्थ बढी छ त्यति बढी प्रेसरमा पानी झर्छ, जति डेप्थ यहाँ कम भयो भने त्यति थोरै प्रेसरमा पानी झर्छ। जस्तै हाम्रो यो चाहिँ घर छ भने, हाम्रो यो घर छ भने, यो ट्याङ्की छ भने, यो तलको तल्लामा जुन धारामा पानी आउँछ नि, पानी थाप्न गयो भने एकदम धेरै प्रेसरमा पानी आउँछ भने चाहिँ हाइट बढेपछि प्रेसर बढ्दो रहेछ भन्ने कुरा यसरी चाहिँ हामीलाई बुझ्नुपर्छ। अब दाइ हामीलाई सरले चाहिँ पी बराबर एउटा रो जीएच या कसैलाई पी बराबर डी जीएच। अब यो रो लेख्नु और कसैले डी लेखाउनु भएको छ भने कुनै सरले, उहाँले लेखाउनु भएको हामीलाई के हुन्छ भने डेन्सिटी अफ लिक्विड हो भनेर हामीले बुझ्नुपर्छ। अनि यो जी भनेपछि के हो? एक्सेलरेसन ड्यू टु ग्रेभिटी हो भने। अनि यो एच भने चाहिँ हाइट हो भनेर यसरी चाहिँ लेखिदिनु पर्यो। अनि अरु कुरा के लेखिदिनु पर्यो भने, अरु कुरा एउटा फिगर, जस्तै यो यसको हामीलाई डेरिभेसन सोध्यो भने यो लेख्ने, सोलुसन लेख्ने, यो सबै लेखिदिने। डेन्सिटी अफ लिक्विड एक्सेलरेसन ड्यू टु ग्रेभिटी हो, जी भने चाहिँ एच भने चाहिँ हाइट हो। अनि साइडमा एउटा टक्क खालको एउटा चट्ट पर्ने गरी हामीले फिगर बनाइदिनुपर्छ। यति ठुलो फिगर बनायो भने म लेख्छु कहाँ? जस्तै यो मैले एरिया यसरी डिनोट गरेँ, यसलाई मैले हाइट डिनोट गरेँ, अनि यसको डेन्सिटीलाई मैले रोले डिनोट गरेको छु। ठिक छ, यति कुरा त मैले गर्न पाएँ कि पाएन? त पाउनु भयो। हामीलाई एउटा कुरा अझै के थाहा छ त? के थाहा छ भन्न न? हामीलाई के थाहा छ भने प्रेसर भनेपछि के हुन्छ? फोर्स बाई एरिया हुन्छ। तिमी फोर्स लेख्नु या वेट लेख्नु कुरा एउटै हो भनेर याद गर्नु होला। ठिक छ, अहिले ठिक छ। हामी फोर्स बाई एरिया पढ्यो त फोर्स लेख्नु वेट लेख्नु कुरा एउटै हो भने डब्लु बाई ए लेख। अनि अर्को कुरा के याद राख्नु भने चाहिँ यहाँ याद राख त, वेट बराबर के हुन्छ? एम इन्टु जी हुन्छ। एम भने चाहिँ के हुन्छ? मास भयो। ए जी भनेपछि यही एक्सेलरेसन ड्यू टु ग्रेभिटी हुन्छ। ठिक छ। अब डब्लु को ठाउँमा मैले यो एम इन्टु जी राखेँ अनि ए राखेँ। अब एउटा कुरा फर्मुला अझै बुझ्नुपर्छ हामीलाई। डेन्सिटी बराबर के हुन्छ? मास बाई VOLUME भोल्युम। यो मास बाई भोल्युम हुन्छ। ठिक छ, टेन्सन केही नलिने हो। पी लेख्ने हो प्रेसर, फोर्स बाई एरिया। फोर्स लेख्नु वेट लेख्नु कुरा एउटै हो भनेर भनिसके भनेपछि वेट बाई एरिया गर्छौँ। वेट बराबर के हुन्छ? मास इन्टु एक्सेलरेसन ड्यू टु ग्रेभिटी भनेपछि एमजी लेखेँ। अनि यहाँबाट एमको भ्यालु निकाल्न खोजिरहेको छु मैले। अब यो चाहिँ भी अनि यो चाहिँ डेन्सिटी मास बाई भोल्युम भयो। अब यो दुईटा एम इक्वल टु यो दुईटा मल्टिप्लाई भयो डेन्सिटी इन्टु भोल्युम भनेपछि अब डेन्सिटी इन्टु भोल्युम इन्टु जी इन्टु ए। ठिक छ। अब भोल्युमको फर्मुला नि थाहा छ दाइ मलाई। भोल्युम भनेपछि एरिया इन्टु हाइट गर्न पाउँछु नि। एरिया इन्टु हाइट भनेपछि भोल्युम भयो। अब तिमी भोल्युमको ठाउँमा ए इन्टु एच लेख, डेन्सिटी भोल्युमको ठाउँमा ए इन्टु एच इन्टु जी डिभाइड बाई ए गर्छौँ। अब ए कट भयो, डेन्सिटी इन्टु एच इन्टु जी। अब यही हाम्रो प्रेसरको फर्मुला भयो। यही हामी प्रुभ भइहाल्यो। डेन्सिटी पी इक्वल टु डेन्सिटी एच इन्टु जी। एकदम सिम्पली प्रुभ भएको छ। केही मैले गरेको छैन, धेरै दुःख दिए छैन तिमीहरूले। अब क्वेसन सोध्यो, वाट इज द प्रेसर एक्जर्टेड बाई वाटर एट द डेप्थ अफ द कन्टेनर इज गिभन। डायग्राम एउटा दिएको होला जसमा चाहिँ अहिले फिगर राखेको छैन। यहाँ चाहिँ हामीले सबै गिभन छ। एक्सेलरेसन ड्यू टु ग्रेभिटी 9.8, डेन्सिटी अफ वाटर 1000 kg पर मीटर क्यूब, एच 8 मीटर,
हामीलाई थाहा छ प्रेसर इक्वल टु डेन्सिटी इन्टु के छ रे डेन्सिटी अरे के लेख्दिउँ डेन्सिटी इन्टु के भन छिटो भन डेन्सिटी इन्टु तिम्रो एउटा हाइट नि छ दाइ अनि बीचमा एउटा अझै कुरा छ जुन चाहिँ चिज डेन्सिटी कति दिएको छ 1000 दिएको छ जी हाम्रो 9.8 भयो हाइट हाम्रो 8 हो 8 दिएको छ 78400 पास्कल यसको चाहिँ 78400 क्याल्कुलेटर पास्कल और न्यूटन पर मिटर स्क्वायर लेख के लेख यसको एन्सर भयो ठीक छ। त्यस्तै गरी अब ललितपुरमा एउटा क्वेशन सोध्यो भयंकर क्वेशन सोध्छ बवाल छ हेर सपोज अ ट्याङ्क बिलो इन हाफ फिल भनेको छ हेर है हाफ फिल दिएको छ भने यो ट्याङ्कीमा पानी चाहिँ यति हाफ छ ट्याङ्कीको हाफ भरेको छ पानी क्याल्कुलेट द प्रेसर एक्जर्टेड बाई वाटर यो वाटरले कति प्रेसर यहाँ एक्जर्ट गरिरहेको छ बटम अफ द ट्याङ्कमा यहाँ बटममा कति प्रेसर निकालिरहेको छ त्यसको हामीले निकाल्नुपर्छ जसमा टोटल यहाँदेखि यहाँसम्मको हाइट 5 मिटर दियो ठीक छ हामीलाई टोटल हाइट हामीलाई 5 मिटर दिएको छ डेन्सिटी हामीलाई यो क्वेशन नस्किप गरेर छोड्यो भने त गयो अलिकति घुमाइदिएको छ जी को भ्यालु 9.8 मिटर पर सेकेन्ड स्क्वायर दिएको छ यति कुरा भयो। अब हेर हामीलाई पानीले कति प्रेसर लगाउँछ भनेको छ त यो त हाफमा छ भनेपछि 5 को आधा अब एच को भ्यालु अकर्डिङ टु क्वेशन अनुसार 2.5 भयो अरु सबै कुरा जी को भ्यालु पनि 9.8 नै भयो अनि डेन्सिटी को भ्यालु पनि 1000 नै भयो अनि हामी प्रेसर इक्वल टु रो जी एच गर्छौं रो को भ्यालु 1000 नै भयो अनि जी को भ्यालु 9.8 नै भयो अनि एच को भ्यालु 2.5 नै भयो जुन आउँछ त्यो हाम्रो पास्कलमा या तिमी न्यूटन पर मिटर स्क्वायरमा लेख त्यही हाम्रो एन्सर हुन्छ क्याल्कुलेटर एकचोटी थिच्नु पर्छ हजुरहरुलाई। त्यसपछि एउटा यहाँ क्वेशनले के भनेछ भने दुईटा स्टुडेन्ट फुटबल खेल्न निस्क्यो एउटा वेयर गरेको थियो स्पोर्ट सुज वेयर गरेको थियो जसमा चाहिँ स्पिक्स भने चाहिँ एउटा काटा जस्तो सुजमा निस्केको हुन्छ नि तिमीहरुको यसरी तीखो दाँतहरु कि तिम्रो ग्रिप होस् यसरी तीखो दाँत निस्केको हुन्छ सुजमा एउटा सुज लगाएको थियो फ्ल्याट खालको स्पोर्ट सुज लगाएको थियो भने चाहिँ यो मान्छे ए बी मध्ये कुनले राम्ररी फुटबल खेल्न सक्छ त मान्छे ए ले राम्ररी फुटबल के हुनेछ भने ग्राउन्ड भिजेको छ मडी खालको छ त्यही भएर कुन मान्छेले ए कि बी ले राम्रो खेल्न सक्छ किनभने ए ले राम्रो खेल्न सक्छ किनभने यसको माथि ग्रिप छ ग्रिप के गर्दिन्छ समातेर अब गर्दिन्छ जसले चाहिँ चिप लिदैन अनि ए ले राम्रो खेल्न सक्छ यो के हो त्यसमा लजिक भन्न खोजेको के हो अब तिम्रो यसमा के हुन्छ सानो एरियामा छ त्यही भएर के हुन्छ यो चाहिँ यसको प्रेसरले गर्दाखेरि यो चाहिँ माटो भित्र चाहिँ जान्छ अनि माटो भित्र जाँदाखेरि यो माटो भित्र छिरिहाल्यो अब यो त चिप्लेर लड्दैन त्यही भएर यो चाहिँ राम्ररी खेल्छ यो चाहिँ के हुन्छ एउटा प्लेन सर्फेस छ जुन चाहिँ एउटा एरिया चाहिँ यसको के भइहाल्यो बढी भयो जसले गर्दाखेरि माटो भित्र जाँदैन अनि चाहिँ यो चिप्लिने सम्भावना 20% को बढी हुन्छ त्यही भएर यो चाहिँ कम्फोर्टेबली एले खेल्न सक्ने हो यही कुरा भनेको छ। त्यसपछि रियल लाइफमा एप्लिकेसन के हो जस्तै हामी तरकारी काट्नु पनि हाम्रो प्रेसरको एक्जाम्पल भयो जस्तै शार्प नाइफले हामीले केही कुरा कट गर्छौं शार्प नाइफको एरिया कम हुन्छ जसले गर्दाखेरि थोरै फोर्स लगाएर हामी काट्न सक्छौं ठीक छ। त्यस्तै गरी हामीले खेत खन्नु छ प्लग सेयर्स जस्तै खेत खन्नको लागि अब गाउँतिर के हुन्छ भने दुईटा गोरु राखेको हुन्छ बीचमा चाहिँ खेत खन्नको लागि यसरी तीखो वाला राखेको हुन्छ जसले गर्दाखेरि हाम्रो फिल्डलाई खन्दै गइरहेको हुन्छ कि यो तीखोले गर्दाखेरि खनिरहेको हुन्छ कि माटो खनिएर गइरहेको हुन्छ कि अनि यो तीखो भयो भने हामी थोरै फोर्स लगाएर धेरै हामी खन्न सक्छौं। भने चाहिँ अर्को नेल एन्ड पिनको कुरा आयो जस्तै हामीले काँटी ठोक्दाखेरि काँटी छ नि अब काँटी ठोक्दाखेरि अब चाहिँ हामीले थोरै प्रेसर लगाउनु पर्छ हामीले यो चाहिँ तीखो भयो भने त्यो एउटा एक्जाम्पल भयो। अब चाहिँ जस्तै ट्र्याक्टरको टायरहरु हेरेछौ नि धेरै बाक्लो हुन्छ ट्र्याक्टरको टायर के हुन्छ धेरै बाक्लो हुन्छ किन बाक्लो हुन्छ भने अब एरिया बढाइदियो भने जस्तै ट्र्याक्टरको टायर एकदम पातलो गयो भने त्यो भित्र माटो भित्र छिर्न सक्छ हैन रोडमा तलतिर छिर्न सक्छ किनभने एरिया सानो भयो भने त प्रेसर बढिहाल्छ। अब ट्र्याक्टरको टायरै ठुलो बनाइदियो अब एरिया ठुलो हुनेबित्तिकै प्रेसर कम भइहाल्छ भने चाहिँ ठुलो एरिया बनाइदिन्छ किनभने प्रेसर कम हुन्छ जस्तै ट्र्याक्टरको टायरमा है। अर्को चाहिँ आउँछ राइट एनी टु एप्लिकेसन अफ प्रेसर इन डेली लाइफ
हामी कटिङ टुलको हेभी भेहिकलको दुईटा लेखिदिन्छौँ। हेभी भेहिकलमा चाहिँ के हुन्छ, एरिया बढी हुन्छ, अनि कटिङ टुलहरुमा हाम्रो एरिया थोरै हुन्छ, अनि हामीले थोरै प्रेसर लगाएर हामीले पनि काट्न सक्छौँ। यसमा धेरै एरिया बढाइदिएको हुन्छ कि बढी लोड आउँछ नि, त्यो लोड चाहिँ उसले थेक्न सकोस्, माटोभित्र नछिर्न सकोस्। यो दुईटा चाहिँ अब यो तिमीहरूले कहाँबाट पाउँछौ यो पीडीएफ, अहिले चाहिँ गुगलमै राख, पछि चाहिँ म वेबसाइटमा तिमीहरूलाई सबै राखिदिन्छु, क्विजहरू बनाइदिन्छु, अनि सजिलो हुन्छ तिमीहरूलाई पढ्नको लागि। अहिले चाहिँ सबै कमेन्ट डिस्क्रिप्सन दुईटैमा चाहिँ यसको चाहिँ हामीले पीडीएफ राखिदिन्छौँ। तपाईले चाहिँ यो पढ्नु भयो भने तपाईलाई एकदमै सजिलो हुन्छ। कतै क्लासमा पनि टेन्सन लिनु, क्लासमा हल्ला गर्नु नगर्नु होला, अनि पढ्न चाहिँ यहाँबाट पढिहाल्नु भयो भने सजिलै तरिकाले तपाईले चाहिँ आफ्नो क्लास 8 को जर्नीलाई एकदमै राम्रो बनाउन सक्नुहुन्छ। यति गर्दै म तिमीहरूको नरेन्द्र दाइ आज तिमीहरूसँग बिदा लिन्छु। अब दिन अरु च्याप्टर पढौँला है। हस्, सबैजना पढ्नु होला है।